अहिले मेरो मेन्टल हेल्थ यति एफ्टअप भएको छ होइन म अहिले यस्तो खालको स्टेटमा छु मेन्टल मेरो माइन्ड स्टेट कस्तो छ भने मेरो रिपोस्ट हेरेर कसैले मलाई आयु ओके भन्यो भने आइल क्राई के तपाईँले भन्नुभयो कि तपाईँ हाँसिराख्नु भएको छ त अरूले नोटिस गर्न थाल्यो नि त पहिला चाहिँ तपाईँलाई मात्रै थाहा थियो वाट्स गोइङ अन भनेर अब त अरूले पनि थाहा पाउन थालिसक्यो टु बी रियली अनेस्ट ला खाँदा खाँदै दाँत झरे यार भन्ने टाइपको भएको थियो मैले त होइन मेरो लागि पनि फनी नै थियो त्यो एक्चुअली मेरो लागि पनि फनी थियो मलाई अलिकति पनि लागेन कि ला मेरो दाँत खस्यो अब मलाई मान्छेले के भन्ने होला ला म त थोते भयो भने त्यस्तो थिएन ओ माई गड मेरो दाँत खस्यो भन्ने टाइपको थियो मलाई चाहिँ The Other Side podcast is sponsored by Pond's Skin Institute. Miracles happen. Pond's Super Light Gel with hyaluronic acid. 200% instant hydration. Miracles happen. This video is supported by Coastline Education and Visa Services. Furniture partner MS Studio. हाँसै हाँसै स्टार्ट गरौँ न के छ र जिन्दगीमा होइन के छ र के चलिरहेछ जिन्दगीमा डामाडोल चलिरहेछ डामाडोलै छ राम्रो चलिरहेछ भनौँ कि साँचो भनौँ टिभीमा जे भनिन्छ त्यही नै भनौँ न त अहिलेको लागि एकदम ठिक छ एकदम राम्रो चलिरहेछ होइन यस्तो हुँदो रहेछ कि सबैजना मान्छेहरूलाई चाहिँ सोद्धाखेरि के कसैलाई हामीले सोध्छौँ नि के छ हाल खबर भन्दाखेरि कोही पनि मान्छेहरूले यार मेरो त ठिक छैन यार भनेर सुनाइराख्दैन नि त होइन अनि सबैजनाले के छ हाल खबर सब ठिक छ तेरो के छ भने मेरो पनि सब सन्चै छ खाना खाइस् त्यहीँबाट स्टार्ट हुन्छ नि त खाना खानुभयो मैले कफी चाहिँ खाएर आएँ कफी चाहिँ खाएर आउनुभयो हजुर सो अब मुखबाङ्गर भइसकेपछि होइन सो यो खानाको के टाइमिङ चाहिँ कस्तो खालके हुन्छ सकेसम्म चाहिँ म एउटै टाइमिङमा मिलाउन ट्राई गर्छु सो अलिकति इन्टरमिडियन्ट फास्टिङ जस्तो पनि हुन्छ एउटै टाइममा एउटै त्यो बल्कमा खाना खाने अनि रेस्ट अफ द टाइममा चाहिँ नखाने अलिकति मिल्छ नि त सो म चाहिँ नर्मली एउटै टाइममा खाना चाहिँ ट्राई गर्छु सो यत्रो धेरै खानाहरू पकाउनु पर्छ पकाएर त्यो गर्ने जेलसम्म त्यो अझै क्यामेरा सेट गर्ने जेलसम्म त कति आवर्स चाहिन्छ त्यही पकाउन चाहिँ टाइम लाग्ने हो किनभने अब भेराइटीहरू खानाहरू देखाउनु पर्ने हुन्छ पकाउन चाहिँ टाइम लाग्छ एटलिस्ट पनि तपाईँको 1.5 घन्टा त लाग्छ अनि त्यो क्यामेरा सेटअप त खासै त्यस्तो प्रब्लम त हुँदैन किनभने हाम्रो त्यति साह्रो ठुलो उस्तै गर्नु पर्दैन कहिलेकाहीँ तर फुड प्रेजेन्टेसन गर्न चाहिँ टाइम लाग्छ अनि गर्दा गर्दै चिसो भइसक्छ खानेकुराहरू चाहिँ नर्मली है त्यो चिसो भए पनि कस्तो मिठो छ भनेर खानुपर्छ होला है अनि मिठै हुन्छ तर चिसो भयो भने बानी परिसक्यो चिसो खाना खाने अनि हो तर यस्तो पनि हुँदो रहेछ लाइक यतिकै घरमा पनि खाना खुवाउँदाखेरि या त हुँदैन खाना पकायो खाना पकाइसकेपछि अब कोही अब पाहुनाहरू आउनु भएको छ भने त खाना पकायो सर्भ गर्यो खायो त्यो गर्दा गर्दासम्म त हामी घरको मान्छेहरूले त चिसो नै त खान मिल्छ नि त होइन अझै एटलिस्ट तपाईँले त मुखबाङमा फल मासुहरू त खानु पाउँछ नि त होइन घरमा पाहुना आएको बेलामा त सब फल मासुहरू सब दिइसकेपछि लास्टमा त्यो हड्डी चाकहरू हुँदैन घाँटीहरूमा त बाँकी हुन्छ नि त पखेटाहरू सो अहिलेसम्म चाहिँ होइन मुनालाई एकदमै नै पकाउन पनि एकदमै रमाइलो लागेको अनि त्यसपछि खान पनि एकदमै रमाइलो लागेको चाहिँ कुन चाहिँ फुड हो म त पोर्क मिट नै भन्छु बिकज आई लभ पोर्क मलाई एकदमै मनपर्छ फेरि हाम्रो अडियन्सहरूलाई पनि एकदमै मनपर्छ म पोर्क खाएको चाहिँ मनपर्छ उहाँहरूले हेर्नुहुन्छ मजाले नै हेर्नुहुन्छ सो अहिलेसम्मको एकदमै हुँदैन भाइरल या त हुँदैन अति नै अडियन्सहरूले हेर्नु भएको कुन चाहिँ भिडियो छ आई थिङ्क त्यही पोर्क नै होला अनि प्लस अब कहिलेकाहीँ चाहिँ मुखबाङ गर्दाखेरिमा चाहिँ खाएको मात्रै मोनोटोनस हुन्छ अनि हामीले चाहिँ कहिलेकाहीँ ट्विस्ट ल्याउनको लागि चाहिँ अलिकति फन एलिमेन्टहरू एड गर्छौँ अनि गेमहरू खेले जस्तो गर्छौँ होइन झुकाएर प्र्याङ्कहरू गरे जस्तो गर्छौँ त्यसमा पनि गइरहेको हुन्छ त्यस्तोमा पनि भ्युज जान्छ खानाको साथसाथै रमाइलो पनि भइरहेछ भन्ने हिसाबले हेर्नुहुन्छ नि त अडियन्सहरूले जान्छ त्यस्तो खालको कन्टेन्ट पनि
सो अब मुनाको चाहिँ गुरुङ इटिङ च्यानल छ होइन र धेरैजनाले थाहा पाउनु भइसक्यो होला अब हामी आज के बारेमा कुराकानी गर्छौँ भनेर र तपाईँहरूलाई पनि केही प्रश्नहरू सोध्नु छ भने अब तपाईँले कमेन्टमा मात्रै लेख्ने हो त्यो प्रश्न त त्यहाँसम्म पुगिँदैन तर उहाँलाई चाहिँ सोध्न चाहनुहुन्छ भने चाहिँ कमेन्टमा लेख्दै गर्नु होला सो अब लेट्स टक अबाउट यु है अब मुकबाङको बारेमा अब अलिअलि जिस्ट त पाइसकेका छौँ हामीले होइन तर मुना चाहिँ मुना गुरुङ भनेर चिनिनु यो मुकबाङ्गर भनेर चिनिनु भन्दा अगाडि चाहिँ होइन एज अ चाइल्ड कस्तो थियो खै कस्तो थियो भन्नु म त होइन कस्तो ज्ञानी होइन यस्तो हेर्दाखेरि त होइन खाएँ ल यस्तो यस्तो भनेर भन्नुहुन्छ तपाईँको मुकबाङ भिडियोजहरू हेर्दाखेरि पनि हुँदैन एकदमै ज्ञानी मान्छे तर एज अ चाइल्ड चाहिँ तपाईँ कस्तो हुनुहुन्थ्यो दुईवटा पर्सनालिटी थियो मेरो बाहिर अरूले देख्ने सानैदेखिबाट र म भित्र भएको अर्को एउटा पर्सनालिटी जुन चाहिँ मेरो फ्यामिलीले देख्नुहुन्छ होइन सो म बाहिर मेरो फ्रेन्ड्सहरूको लागि चाहिँ म अलिकति नर्ड टाइपको थिएँ कि अनि तर अहिले भन्यो भने चाहिँ अहिले भन्यो भने चाहिँ बिलिभ गर्नुहुन्न है त्यो कुरा हुँदै होइन भन्नुहुन्छ तर म थिएँ त्यतिखेर अनि प्लस सानैदेखिबाट अलिकति चकचके चुलबुले अलिकति रिबेलियस अलिकति कमन्डी त्यो चाहिँ थिएँ म दुईवटा पर्सनालिटी एउटा चाहिँ एकदमै सोझो अर्को चाहिँ कन्टारा रे होइन गर्दै आउनेवाला कन्टारा मुभी हेर्नुभयो छैन मैले चाहिँ हेरेको छैन हेरेको छैन नो किन खै कुनै त साउथ इन्डियन मुभिजहरू त्यो इन्ट्रेस्ट नभएर हो कि के हो मैले हेरेकै छैन तर सबैले भन्नु चाहिँ हेर्नुपर्छ म चाहिँ हेर्नेवाला छु सो युआर अ भेरी हुँदैन कस्तो खालके पर्सन मुभिजहरूमा चाहिँ लाइक एक्सन मुभी मनपर्ने या त रोमान्टिक मुभी मनपर्ने या त कमेडी मुभी मनपर्ने या त सिरिज मनपर्ने कस्तो खालको मान्छे हुनुहुन्छ मलाई त अलिकति डार्क फेमिनिन अलिकति साइको किलर टाइपको या डार्क पनि राम्रो लाग्छ मलाई त्यस्तो टाइपको मनपर्छ अलिकति मिस्टिरियस टाइपको मुभिजहरू त मनपर्छ मलाई ए ओके थ्रिलर सो सस्पेन्स खालके मान्छे हुनुहुँदो रहेछ त्यही कारणले गर्दाखेरि चाहिँ पहिला साइन्स टिचर हुनुभयो उहाँ होइन साइन्स टिचर भइसकेपछि फ्रन्ट डेस्कमा काम गर्नुभयो फ्रन्ट डेस्क पछि अब युट्युबमा आउनुभयो अहिले फेरि भ्लगर हुँदै हुनुहुन्छ अहिले अब मुकबाङलाई चाहिँ अलिकति ब्रेक दिइरहनु भएको छ अब के पर्सनालिटीमा देख्छौँ त हामी तपाईँलाई एन्टरप्रेन्योर के अझै होइन केटी मान्छेहरू चाहिँ अब हुनैपर्छ जस्तो पनि लाग्छ बिकज बिजनेस माइन्ड चाहिँ हुन्छ होला है केटीहरूको किनभने पैसा सम्हाल्न सक्छ नि त पैसा कमाउनु पर्छ भन्ने चाहिँ पहिल्यैदेखिबाट थियो कि लाइक पैसा कमाउनु पर्छ भन्दा पनि एज अ बिङ अ वुमेन होइन तपाईँ चाहिँ अलिकति इन्डिपेन्डेन्ट चाहिँ हुनैपर्छ भन्ने चाहिँ पहिल्यैदेखिको त्यो एउटा धारणा हो मेरो चाहिँ अनि अहिलेको सिनारियो नेपालको सिनारियो देख्दाखेरिमा चाहिँ सोसियल मिडियाहरू चाहिँ जे पनि हुनसक्छ होइन भर छैन जस्तो लाग्छ सो केही न केही सानोतिनो जे भए पनि बिजनेस गरेको चाहिँ राम्रो भन्छु म सो अलिकति ब्याक अफ द माइन्ड मेरो कुराहरू चलिरहेको हुन्छ सोचाइ भइरहेको हुन्छ सो मेबी फ्युचरमा हामी मुनालाई चाहिँ कुनै एउटा बिजनेस गरिरहेको देख्न पाऊँ होइन त्यो चाहिँ मेरो एकदमै अहिलेको मेरो फोकस भनेकै मुकबाङ भन्दा पनि मैले कसरी बिजनेस स्टार्ट गर्ने के गर्दा होला भन्ने मात्रै हुन्छ कि अहिले चाहिँ मेरो दिमागमा सो के चाहिँ गर्यो भने चाहिँ एकदमै राम्रो होला जस्तो लाग्छ तपाईँलाई होइन अहिले चाहिँ म सोचि नै रहेको छ होइन मेरो दिमाग चाहिँ अल ओभर द प्लेसेस छ यो गर्दा राम्रो होला कि त्यो गर्दा राम्रो होला कि भनेर होइन तर मेरो अलिकति म एज अ फुड उसमा नै भएको भएर चाहिँ फुड रिलेटेड नै गर्दा राम्रो हुन्छ कि जस्तो पनि लाग्छ है बिकज हामी देख्न सक्छौँ उहाँलाई रेस्टुरेन्ट ओनर भएको देख्न सक्छौँ त त्यस्तै सक्छौँ होइन पुरा बी पोजिटिभ किनभने सी फुडको के अरे मुकबाङ इन्ट्रोड्युस गर्नुभएको नै मेबी तपाईँले नै हो जस्तो लाग्छ मलाई नेपाली सिनारियोमा चाहिँ नो एक्चुली नेपालमै बसेर चाहिँ होला तर अब नेपालबाट अब नेपालीहरू पनि हुन्छ नि त बाहिर गएर बाहिरको होइन त्यही त नेपालकै त्यही नेपाल फेरि यहाँ फेरि मिसअन्डरस्टुड हुन्छ फेरि होइन गरेको थियो भन्नुहुन्छ नि त सो नेपालमै बसेर चाहिँ होला होइन सायद भन्छु सो एकदमै ठुलो यत्रो ठुलो म सुस्ता श्रेष्ठ भन्दा पनि ठुलो अक्टोपस खाइदिनु भएको थियो उहाँले सो त्यो सकेको थिएन त्योसम्म चाहिँ अहिले एकैछिनमा जान्छौँ होइन तर लेट्स कम ब्याक हियर हाम्रो
मुना गुरुङ जो चाहिँ हुँदैन साइन्स टिचर हुनुहुन्थ्यो प्लिज डोन्ट आस्क साइन्स क्वेसन है फेरि नै होइन साइन्सको क्वेसन चाहिँ सोध्दिनँ म अब तर अब एकदमै रिबेलियस किड होइन अनि अलिकति नर्डी पनि हुनुहुन्थ्यो त्यही कारणले गर्दाखेरि भनौँ न स्टडिजमा पनि एकदमै राम्रो हुनुहुन्थ्यो होला तपाईँ त्यस्तो साह्रो राम्रो पनि होइन त्यस्तो साह्रो राम्रो पनि होइन ठिकै थिएँ त्यस्तो साह्रो वाउ टाइपको चाहिँ होइन तर ठिकै थिएँ भन्नु पर्ला सो एज अ टिचर कस्तो एक्सपिरियन्स भयो रमाइलो भयो त म बच्चाहरू मनपर्ने होइन अनि बच्चाहरूलाई पढाउन पाउँदाखेरिमा चाहिँ रमाइलो लाग्यो मलाई चाहिँ कसरी हुन्छ म खाली बस्नु मन थिएन कि टाइम पास चाहिँ हुनु पऱ्यो म केही न केही चाहिँ गर्नु पऱ्यो भन्ने खासमा त्यो उद्देश्यले गएको हो होइन टिचिङ फिल्डमा तर म 3 वर्ष टिकेँ त्यो टिचिङ फिल्डमा पनि अनि त्यस पछाडि म फेरि मलाई चाहिँ के लाग्छ भने म कहिले पनि एउटै चिजमा स्टिक भएर बस्न सक्दिनँ होला जस्तो लाग्छ कि त्यो माइन्ड हुन्छ नि अलवेज मेरो अन द गो लाइक एक्सप्लोर मोडमा नै भइरहेको हुन्छ कि म कुनै पनि चिजमा टिकेँ भने म हदै 3-4 वर्षभन्दा बेसी टिक्न सक्दिनँ मलाई त्यस्तो फिल हुन्छ अहिले आएर पनि म मुकबाङ फिल्डमा जमेको 3 वर्ष बेसी हुनलाई अब मलाई चाहिँ लाग्छ कि यसमा मात्रै होइन आई निड टु एक्सप्लोर मलाई त्यो भइसक्यो कि त्यो हुन पनि जरुरी छ जस्तो लाग्छ लाइक मान्छेहरूले भन्छ नि लाइक एउटै चिजमा चाहिँ फोकस गरिराख्यो भने चाहिँ त्यो बेटर हुँदै आउँछ भनेर भन्छ होइन तर तपाईँले डिफ्रेन्ट चिजहरू तपाईँले एक्सपिरियन्स गर्नु भएन भने वाट यु आर गुड एट थाहा नै हुँदैन जस्तो लाग्छ कि किन एउटैमा त फोकस त भइरहेको हुन्छ तर मेबी यु आर नट गुड एट इट त्यही कारणले गर्दाखेरि त्यो सक्सेस भइरहेको छैन हुन्छ कि अझै बेटर अपर्च्युनिटिजहरू छ कि अझै मैले बेटर गर्न सक्छु कि भन्ने हुन्छ कि दिमागमा जहिले पनि कन्सटेन्टली त्यही फिलिङहरू आइरहेको हुन्छ सो त्यही भएर पनि त्यो एक्सप्लोर भइरहेको हुन्छ कि तपाईँले एकदम राम्रो रिसर्च गर्नुभयो पहिला टिचर थियो त्यस पछाडि फ्रन्ट डेस्क त्यस पछाडि हाउसवाइफ भयो अलिक वर्ष अनि त्यस पछाडि फेरि म अहिले फेरि युट्युबमा अब फेरि मेरो दिमाग अन्त चलिरहेछ होइन त्यो हुनुपर्छ पनि र आफूलाई आफ्नो बेटरमेन्ट चाहिँ केमा छ र के अरे वाट यु आर बेस्ट एट भन्ने कुरा त आफूलाई नै थाहा हुनु पऱ्यो नि त अरूले भनेर होइन यहाँ त हुँदैन अरूको देखेर पनि होइन किनभने आजकल त मान्छेहरूलाई एकदमै सजिलो भइसक्यो कि किनभने इन्टरनेट छ अरूले के गरिरहेको छ देखिरहेको छ यसको त यो चल्यो म पनि यही गर्छु भन्ने लैमा जान्छ नि त आई मिन प्रपर रिसर्च पनि गर्दैन यो त इजी होला भनेर जम्प गर्छ तर उनीहरू दे डोन्ट गेट एनी के अरे फ्रुटफुल एन्डिङ भन्ने टाइपको फिल हुन्छ रिसर्च हुनु पऱ्यो अनि जति तपाईँले क्यामेरामा इजी देख्नुहुन्छ त्यति इजी हुँदैन भन्ने चाहिँ बुझ्नु पऱ्यो केही पनि इजिली त केही पनि पाइँदैन नि त्यसको लागि हार्डवर्क गर्नु पऱ्यो तपाईँले होइन सो एज अ चाइल्ड एकदमै रिबेलियस हुनुहुन्थ्यो तपाईँको घरमा को हुनुहुन्छ मेरो भाइ म मेरो मम्मी बाबा हुनुहुन्छ सो भाइसँगको रिलेसनसिप कस्तो थियो एकदम पिट्नेवाला हो क्या दिदी होइन यस्तो फ्यामिलीको कुरा गर्नु पऱ्यो भने म त्यो कनेक्सन क्रेभ गर्छु कि बिकज आई डु नट ह्याभ त्यो एकदम डिप मैले भन्दाखेरिमा मान्छेलाई सुन्दाखेरिमा त्यस्तो होइन होला फ्यामिलीसँग चाहिँ कसको बन्ड हुँदैन र भन्ने हुन्छ होइन बट मेरो बाबा चाहिँ सानैदेखिबाट म पाइसके पछाडि म त यत्रो सानै थिएँ नि त अनि 15 वर्षसम्म पनि बाहिरै बस्नुभयो अनि त्यो मेरो टिनेजमा अथवा मेरो चाइल्डहुडमा कहिले पनि त्यो फादरली कनेक्सन हुनै पाएन त्यो बन्ड हुनै पाएन अब आउनुहुन्थ्यो होइन छुट्टीहरूमा आउनुहुन्थ्यो अब छुट्टीमा कति नै बस्नुहुन्छ र 1-2 महिना बस्नुहुन्छ होइन अनि त्यति साह्रो त्यो लामो मेरो लाइफमा यस्तो चलिरहेछ है यस्तो भइरहेछ है आज स्कुलमा यो भयो त्यो भयो भनेर मैले कहिले पनि सेयरै गर्न पाइनँ कि है अनि मेरो मम्मी पनि अब एज अ हाउसवाइफ होइन अनि अब पहिल्यैदेखिको त्यस्तो साह्रो उसै नहुने कि अब मैले कसरी भनौँ मम्मीसँग मान्छेहरूले त अब हुन्छ नि छोरी र आमाको एउटा राम्रो रिलेसन हुन्छ अनि अरूलाई भन्न नसकेको चिज आफ्नो आमालाई भन्न सक्छ भन्ने चाहिँ मलाई त्यो हुँदै भएन क्या मैले जहिले पनि मेरो मनको कुराहरू मनभित्रै राखेँ कि मैले त्यो हुन्छ नि मेरो पेरेन्ट्सहरूलाई पनि मैले त्यो खुलाएर वाट्स गोइङ अन मेरो स्कुलमा यो भयो त्यो भयो यताउता त्यो मैले खुलेर भन्ने आफूलाई एक्सप्रेसै गर्न सकिनँ कि अनि मेरो भाइसँग पनि त्यस्तो खालको बन्डै भएन कि छैन कि मेरो एक्चुली भन्यो भने मेरो फ्यामिलीसँग एकदमै त्यो मैले खुलेर सबै चिज राखिदिन सक्छु भन्ने खालको बन्डै छैन क्या एक्चुली
सो त्यही भएर म मेरो लाइफमा जहिले पनि एउटा डिप कनेक्सन क्रेभ गर्छु अनि मलाई लाग्छ कि हुन सक्दैन भने अनि आई क्यान नट के म एट सम पोइन्टमा गएपछि म सक्दिनँ है अब म सक्दिनँ भन्ने हुन्छ क्या मलाई चाहिँ फ्यामिलीको कुरा भइरहेको थियो होइन छैन आई डु नट ह्याभ अनफर्चुनेटली तर म क्रेभ गर्छु एकदमै मेरो भइदियो हुन्थ्यो अनि अरूले भन्छ नि म सोसियल मिडियाहरूमा नि कति रिल्सहरू देखिरहेको हुन्छ होइन त्यो सिस्टर ब्रदरको बन्ड अनि फ्यामिली बन्डहरू देख्दाखेरिमा म एकदम इमोसनल हुन्छु कि म एकदमै इमोसनल पर्सन छु फेरि त्यही भएर पनि होला सक्दिनँ कि म मेरो त्यो भित्रको ट्रु फिलिङ्सहरू देखाउनै सक्दिनँ कि एकदमै कमै मान्छे हुनुहुन्छ कि मेरो लाइफमा जो चाहिँ एकदमै क्लोज हुनुहुन्छ तपाईँसँग मेरो दिमागमा के चलिरहेछ मेरो फेसमा के चलिरहेछ मेरो मनमा के चलिरहेछ भन्ने थाहा पाउने मान्छेहरू एकदमै कम हुनुहुन्छ कि एकदमै कम हुनुहुन्छ कि सो मेबी यस्तो हो के अरे इमोसनल्ली एकदमै क्रेभ भइरहेको चिजहरू चाहिँ तपाईँले नपाउँदाखेरि चाहिँ यु जस्ट किप अ डिस्टेन्स विथ पिपल होइन सो भन्ने हो भनिसकेपछि पनि उनीहरूबाट केही पनि त्यस्तो आएन भने चाहिँ वाइ टु वेस्ट टाइम भन्ने टाइपको पनि हुन्छ होला हुन्छ त्यस्तो हुन्छ मेरो मम मेरो ड्याडहरूसँगको रिलेसनसिप चाहिँ अहिले बेटर भएको हो होइन फ्यु इयर्स भनौँ न आफ्टर मेरो दिदी अस्ट्रेलिया जानु भइसकेपछि मात्रै न त त्योभन्दा अगाडिसम्म त आई युज टु लाइक हुँदैन फाइट के लाइक अति नै धेरै के त्यसलाई धेरै माया गर्ने मलाई चाहिँ के भन्ने टाइप हो कि मेरो त त्यस्तो भन्दा पनि हजुरले भन्नुभयो नि म चाहिँ फ्रन्ट डेस्कमा पनि काम गरेँ एक्चुली म काठमाडौँ आउनुको रिजन नै मलाई डिस्टेन्ट हुनु मन थियो कि मेरो फ्यामिलीबाट नै मलाई चाहिँ के हुन्थ्यो म सँगै बसेर त्यो एक प्रकारको बन्ड छैन भने आई थिङ्क म टाढा गएर त्यो बन्ड फिर्ता आउँछ कि त्यो केयर त्यो मैले खोजेको जस्तो इमोसनल सपोर्ट मैले पाउँछु कि भन्ने लागेर नै म खासमा चाहिँ काठमाडौँ आएको हो कि काठमाडौँ आइसके पछाडि नि यति धेरै स्ट्रगल थियो मेरो लाइफमा है जो मेरो घरमा दे आर एकदम वेल सेटल्ड तर मैले कहिले पनि मेरो दुःख देखाउनै सकिनँ कि होइन म काठमाडौँ आइसके पछाडि पनि कहिलेकाहीँ मसँग खानेकुराको लागि पैसै हुन्थेन कि अनि मैले त अब घरमा भनेर आइसकेँ म आफू जे गर्छु म आफैमा गर्छु भनेर आइसकेँ होइन त्यो एक प्रकारको इगोले पनि नदिने कि घरमा पैसा माग्नलाई म कहिले पनि मागिनँ नै कि मैले पैसा नै मागिनँ कि मेरो फ्यामिलीसँग त्यो देखाउनै नचाहने मलाई चाहिरहेछ यो चाहिरहेछ त्यो भन्नै नसक्ने कि देखाउनै नसक्ने सेयरै गर्न नसक्ने होइन अनि काठमाडौँ आइसके पछाडि पनि मलाई के चलिरहेछ मलाई के भइरहेछ वाट आइम गोइङ थ्रु मसँग खानेकुरा छ कि छैन ओढ्नको लागि सिरक छ कि छैन कहिले नै भन्नै सकिनँ कि मैले हुन्छ नि त्यो अनि त्यो इमोसनल बन्ड मैले जुन चाहेको थिएँ त्यो पुरै भएन क्या कहिले पनि तर तपाईँले भन्नुभयो अहिले फ्यु इयर्सदेखिबाट मेरो फ्यामिलीसँग रिलेसन राम्रो भयो भने अहिले चाहिँ काइन्ड अफ बन्ड छ होइन तर स्टिल पनि म भित्र मेरो मनभित्र के चलिरहेछ मैले त्यो एक्सप्रेसै गर्न सक्दिनँ नट इभन मेरो फ्यामिलीलाई पनि मैले एक्सप्रेस गर्न सक्दिनँ मेबी यु आर के अरे नट एक्सप्रेसिभ पर्सन त्यसले कारणले गर्दाखेरि आई एम एक्सप्रेसिभ पर्सन तर म त्यस्तै खालको मान्छेसँग मात्रै एक्सप्रेसिभ हुन्छु जहाँ मलाई लाग्छ कि आई एम सेफ उसले मैले भनेको कुरा उसले बुझ्छ है मलाई जज गर्दैन है मेरो इमोसनल ट्रमाहरू मैले देखाउँदाखेरिमा उसले मलाई जज गर्दैन है भन्ने जस्तो मलाई जहाँ लाग्छ म चाहिँ त्यहाँ खुल्छु कि है मलाई इट्स नट नेसेसरी कि तपाईँकै फ्यामिली मान्छे हुनुपर्छ अथवा तपाईँभन्दा सिनियर हुनुपर्छ त्यस्तो होइन मभन्दा जुनियर पनि हुनसक्छ मलाई उसँग सेफ फिल भयो भने चाहिँ आई क्यान ओपन अप Yeah. So your relationship, your emotions are so difficult at the same time so easy के खास गरी चाहिँ होइन बुझ्ने मान्छेलाई एकदम इजी हुन्छ नबुझ्ने मान्छेलाई चाहिँ you guys are so difficult very confusing you are confusing you तिमी आफै नै कन्फ्युज छौ तिमीलाई के चाहिन्छ तिमीलाई थाहा छैन अनि त्यही भएर तिमी मलाई पनि कन्फ्युज गरिरहेछौ के भन्ने टाइपको मान्छेहरू पनि हुन्छ होइन पहिला लाइक एउटा सर्कल त्यो सर्कल चाहिँ भनौँ न स्कुल डेजहरूमा कलेज डेजहरूमा साथीहरूको सर्कल हुन्थ्यो एकदमै बिग सर्कल होइन अनि त्यसपछि जब अलिकति ठुलो हुँदै गयो ठुलो भइसकेपछि चाहिँ
त्यो सर्कलहरू एकदमै कम 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 हुँदै गयो क्या बिकज वी नो लाइक हुँदैन अहिले चाहिँ हामीलाई थाहा छ नि त हामीलाई के चाहिन्छ भन्ने कुरा होइन अनि मान्छेहरूले भन्छ नि एकदमै इमोसनल पर्सन पनि हुनु हुँदैन भनेर भन्छ नि त समर आफैलाई नै ब्याकफायर गर्छ कि त्यो आफ्नै इमोसनले आफैलाई थिच्छ ओभर थिङ्किङ एकदम बेसी हुन्छ कतिको ओभर थिङ्क गर्नुहुन्छ तपाईँ टु मच एकदमै मलाई निद लाग्दैन ओभर थिङ्क भयो भने मलाई माइग्रेन ट्रिगर हुन्छ तपाईँलाई माइग्रेन छ नि म 2 दिन भयो मलाई टाउको दुख्न थालेको आजै मात्र अलिकति कम भएको मलाई पनि अब भन्यो भने फेरि के अरे यही दिदीलाई मात्र हुँदो रहेछ है सबै चिजहरू भन्छ होइन तर अब के गर्ने अब छ त म के गरौँ होइन छ मलाई पनि छ इट्स लाइक you don't know how to react when you have so many things going around in your mind अनि त्यसपछि अब एक्लै बसेर त्यसलाई ओभर थिङ्क गरी हाउ डु यु ह्यान्डल इट कसरी ह्यान्डल गर्नुहुन्छ तपाईँ म त आई डोन्ट नो म कसरी सर्भाइभ गरिरहेको छु भन्ने कुरा नि मलाई थाहा छैन कि म यति धेरै ओभर थिङ्क गर्छु होइन आजकलको अहिलेको मेरो लाइफ प्याटर्न भन्यो भने म उठ्छु टोइलेट जान्छु सुत्छु फेरि उठ्छु टोइलेट जान्छु 1-2 जरा कफी खान्छु फेरि राति पनि कफी खान्छु मलाई निद लाग्दैन म 3 बजे सुत्छु 5 बजे उठ्छु टोइलेट जान्छु फेरि ब्याक टु द बेड त्यस्तै भइरहेको छ कि मेरो अहिलेको साइकल चाहिँ अनि म एकदम ला भएन अब यसरी हुँदैन आई निड टु ग्यादर माइसेल्फ अब जसरी भयो नि यो बेडबाट चाहिँ निस्किनु पऱ्यो भने मलाई आँटै आउँदैन त्यो बेडबाट निस्किन होइन बट सम हाउ म निस्किन्छु अनि हल्को त क्याफे अनि फेरि क्याफे गएपछि खाने त्यही नै हो कफी होइन अनि कहिलेकाहीँ चाहिँ नाइमाको मन जान्छु मेरो फ्रेन्ड अनि उनीहरूको कन्टेन्टहरू भइरहेछ नि म त्यहाँ एकदमै रमाइलो भइरहेछ रमाइलो दिन्छु म एकदमै उस हुन्छु म ह्याप्पी हुन्छु फेरि म आफ्नो ठाउँमा फेरि ब्याक हुनु पऱ्यो नि त अनि त्यस पछाडि म फेरि डिप्रेसिभ सोल भइहाल्छु कि हुन्छु कि म अनि फेरि म त्यही जोनमा पुग्छु कि फेरि अनि मलाई कहिलेकाहीँ त्यहाँ मलाई यो ठाउँमा फर्किनै नपरे हुन्थ्यो जस्तो फिल हुन्छ कि सो इज इट लाइक यु आर जस्ट स्ट्रेस्ड ओभर युर वर्क ओर युर पर्सनल लाइफ त्यही कारणले गर्दाखेरि पनि त्यो स्ट्रेस आउट भएर पनि त्यो चिजहरू नमन परेको होला कि जुन चाहिँ चिज चाहिँ फर्स्टमा चाहिँ एकदम राम्रो लागेको थियो बिकज मुकबाङ वाज समथिङ यु रियली वान्टेड टु डु होइन त्यही भएर त स्टार्ट गर्नुभएको नि त तपाईँले यति धेरै रिसर्च गर्नुभयो रिसर्च गरिसकेपछि आफ्नो एउटा प्लेटफर्म बनाउनु भएको थियो एकदमै कम समयमा यति धेरैजना मान्छेहरूले मन पराउनु भयो तपाईँलाई र त्यही चिज चाहिँ एकदमै हुँदैन स्ट्रेसफुल लागेको होला कि त्यो पनि हो नै भन्छु म मोनोटोनस भयो कि अनि सधैँ तपाईँ एउटै चिज गरिराख्नु भएको छ अनि फेरि यस्तो भयो अहिले पहिला जस्तो नेगेटिभ कमेन्ट्सहरू पनि आउँथेन नि त अनि मलाई फेरि एज अ इमोसनल पर्सन मैले भनिहालेँ अनि कति कुराले इफेक्ट गरेर हुन्छ दो अहिले चाहिँ म आफूलाई इफेक्ट हुन नदिन ट्राई गर्छु तर पहिला चाहिँ मलाई अति नै इफेक्ट हुन्थ्यो होइन त्यसैको प्रतिफल अहिले निस्किरह होला जस्तो लाग्छ किनभने मैले बिल्डअप गरेर राखेँ एकदम सप्रेस गरेँ मैले अनि अहिले चाहिँ सबै चिज निस्किरहेछ अब म होल्डै गर्न सकिरहेको छैन अनि त्यही भएर सबै चिज आउटब्रस्ट भइरहेछ अनि आई डोन्ट नो हाउ टु हुन्छ नि त्यो आफ्नो इमोसनलाई मैले कसरी कन्ट्रोल गर्ने भन्ने नै भइरहेको छैन क्या मलाई चाहिँ यस्तो जब वी मेट हेर्नु भएको छ तपाईँले जब वी मेट हेरेको थिएन जसले घिनलाग्दो कमेन्टहरू गरेर थियो नेगेटिभ कमेन्टहरू गरेर सबजनाको फोटो निकाल्ने क्या होइन फोटो निकाल्ने अनि त्यसपछि त्यसलाई जलाइदिने अनि टोइलेटमा फ्लस हालिदिने त्यसलाई मुख छाड्ने क्या होइन तँलाई होइन र बिप 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 भन्यो त्यसपछि फ्लस गरिदिने या त त्यो मान्छेलाई चाहिँ यसो लाइक सप्रेस आफ्नो फिलिङलाई चाहिँ जति तपाईँले सप्रेस गरेर राख्नुहुन्छ नि त्यसको आउटकम चाहिँ एकदमै नै डरलाग्दो आउँछ अरे कि सो त्यही कारणले गर्दाखेरि चाहिँ भोइस आउट गरिराख्नुपर्छ तपाईँले आफ्नो के फिलिङ हो त्यो कुराको बारेमा चाहिँ कुरा गरिराख्नुपर्छ कि एज भनौँ न अब मिडियामा आइसकेपछि या त कन्टेन्ट क्रिएटर भइसकेपछि एज अ इन्फ्लुएन्सर भइसकेपछि देयर इज नो गोइङ ब्याक जस्तो लाग्छ कि मलाई बिकज सबैजना मान्छेहरूलाई तपाईँको हरेक कुराहरू चाहिन्छ नै के होइन अनि हरेक कन्ट्रोभर्सिजहरू या त हरेक कुराहरू उहाँहरूले हेरि नै राख्नुहुन्छ खोताली नै राख्नुहुन्छ कमेन्ट गरि नै राख्नुहुन्छ होइन अब यही नै बसिराख्नु छ भने त जो मान्छेले तपाईँलाई घिनलाग्दो कमेन्ट गरेको छ बरु त्यो मान्छेलाई चाहिँ भोइस आउट गरेर नै होइन बरु भिडियो बनाइदिने लामो भिडियो के युट्युबमा राख्न मिल्ने गरेको बरु भ्लग बनाइदिने कि
तैँले मलाई यस्तो भने थिइस् भनेर क्या त्यो पनि गर्न अलिकति गट चाहिने रहेछ ममा छैन क्या फेरि अनि अहिले अब सिन्स वी आर टकिङ अबाउट मेन्टल हेल्थ भइरहेछ नि त अहिले मेरो मेन्टल हेल्थ यति एफ्टअप भएको छ होइन म अहिले यस्तो खालको स्टेटमा छु मेन्टल मेरो माइन्ड स्टेट कस्तो छ भने मेरो रिपोस्ट हेरेर कसैले मलाई आयु ओके भन्यो भने आइल क्राई के ओ माई गड उसले मलाई आयु के सोध्यो भन्ने हुन्छ नि त्यस्तो छ क्या अहिले मलाई है अनि हिजोकै कुरा होइन अनि एउटा ऱ्यान्डम होइन अनि मैले एउटा एकदमै मन छुने पोस्ट भयो होइन एउटा आयो होइन अनि मैले रिपोस्ट गरेँ होइन अनि एकछिनमा फेरि मैले डिलिट पनि गरेँ केही मतलबै छैन कसैलाई केही मतलबै हुँदैन के देखाइराख्नु भनेर फेरि मैले त्यो रिपोस्ट हटाइदिएँ अनि पछिबाट मेसेज आएको रहेछ मलाई चाहिँ होइन अनि ऱ्यान्डम मेसेज आएको रहेछ एउटा बहिनीको होइन अनि उसले चाहिँ तिम्रो रिपोस्ट देखेको थिएँ होइन आई ओके भनेर भन्यो आई क्राइड क्या लिटरली क्राइड के तर उसलाई मैले हाँसेरै मेसेज गरिरहेको छु तर म टेक्स्ट गर्ने टाइममा म रोइरहेको छु कि त्यस्तो भइरहेछ कि मैले यहाँ पोडकास्टमा आउनुभन्दा अगाडि म एकदमै म स्ट्रङ छु म मेरो इमोसनल साइड देखाउँदिनँ भनेरै आएको हो म तर मैले मेरो माइन्ड चेन्ज गरेँ होइन किनभने हामीलाई सबैले हेरिराख्नु भएको छ होइन यो मेन्टल हेल्थको बारेमा पनि कुरा गर्नुपर्छ हामी पनि गइरहेको सबैजना एउटा न एउटा कुराबाट गइरहेको हुन्छ गुज्रिरहेको छ होइन एउटा न एउटा कुराबाट सिचुएसनबाट त्यो मेन्टल हेल्थलाई ह्याम्पर परि नै रहेको छ सो वी आर अल्सो नर्मल ह्युमन बिङ हामी पनि हुन्छौँ एफेक्ट भइरहेको छौँ कतिपय कुराहरूले हुन्छ सो इट्स नर्मल सो मैले यसरी बोल्दाखेरिमा उसलाई यस्तो भइरहेछ यो बारेमा चाहिँ कुरा गर्नुपर्ने रहेछ भन्ने होस् न अरूलाई पनि भनेर चाहिँ खासमा चाहिँ मैले यो कुरा गरेँ हो नत्र मैले मेरो माइन्डमा के थियो भने म देखाउँदिनँ है देखाएर केही हुनेवाला नि छैन उल्टो ट्रोल भइन्छ है यो दिदी त जहाँ गए पनि एकदम इमोसनल साइड देखाउँछ ताल परे रोइदिन्छ भन्ने मात्रै हुन्छ होइन ट्रोल गरेर हुन्छ नि त मान्छेहरूले उनीहरूले बुझ्दैन कि के भइरहेछ कतिको डेप्थ छ यो कुरामा मलाई कतिको गाह्रो भइरहेछ भने दे डोन्ट अन्डरस्ट्यान्ड त्यही भएर मैले सोचेको थिएँ म देखाउँदिनँ तर म साइलेन्टली बस्दिनँ भनेर मैले देखाएँ यो साइड होइन यस्तो हो कति धेरैजना मान्छेहरूले दे फलो यु होइन र हरेक टाइम मान्छेहरू त्यसरी नै स्ट्रङ भइराख्दैन हरेक टाइम मान्छेहरूको प्रोफेसनल ग्राफ या त हुँदैन पर्सनल ग्राफ त्यसरी नै पिकमा हुँदैन नि त अप एन्ड डाउन त जहिले पनि जसको पनि लाइफमा हुन्छ होइन अब कतिजना मान्छेहरूले चाहिँ यो मेन्टल हेल्थको बारेमा चाहिँ अब यो नाटक हो यिनीहरूको त नाटकै हुन्छ बेसी हुँदैन कति रुन्छ यिनीहरू कति यसको बारेमा कुरा गर्छ भनेर भन्छ तर एट द एन्ड मेन्टल हेल्थ एकदमै राम्रो हुनुमा चाहिँ त्यो मान्छेहरूको पनि हात हुन्छ के होइन त किनभने त्यो मान्छेहरूले नराम्रो कमेन्ट गर्यो त्यस्तो नेगेटिभ एनर्जी नै फ्लो गरेन भने त हाम्रो मेन्टल हेल्थ त राम्रो नै भइरहेको छ होला नि त एज अ मिडिया पर्सन के मिडियाको मात्रै कुरा गर्दाखेरि उहाँहरूले पनि त कति धेरै के अरे नेगेटिभ एनर्जिजहरू फ्लो गरेर हुन्छ नि त्यो फ्लो गरेको कारणले गर्दाखेरि नि त अफेक्ट हुने हो नि त अब जस्तै तपाईँको लाइफमा पनि कति धेरै कन्ट्रोभर्सिजहरू भयो होइन जस्तै अब मुकबाङकै कुराहरू गर्दाखेरि त्यो मोमो स्प्लिट गर्नुभयो यसले त रियल मुकबाङ गरे होइन भनेर पनि भन्यो तपाईँको के अरे अब यो दाँत के अरे खस्दाखेरि पनि होइन अब होइन तर हामीलाई हेर्दाखेरि चाहिँ अफकोर्स इट वाज अ फनी इन्सिडेन्ट होइन टु बी रियली अनेस्ट ला खाँदा खाँदै दाँत झऱ्यो यार भन्ने टाइपको भएको थियो मैले त होइन मेरो लागि पनि फनी नै थियो त्यो एक्चुअली मेरो लागि पनि फनी थियो मलाई अलिकति पनि लागेन कि ला मेरो दाँत खस्यो अब मलाई मान्छेले के भन्ने होला ला म त थोते भयो भने त्यस्तो थिएन ओ माई गड मेरो दाँत खस्यो भन्ने टाइपको थियो मलाई चाहिँ होइन तर के त्यो साँच्चीको त्यो दाँत अब न यत्रो ठुलो केही त्यो खाएको भयो नि एउटा कुरा थियो कि लाइक ढेँडो खाइरहेको थियो अनि त्यसपछि हड्डी पऱ्यो नि त दाँतमा होइन भनौँ होइन हड्डी त पऱ्यो तर अब कति भइसक्यो नि त तपाईँले हड्डी नै खाइरहेको होइन अब खाइ नै रहेछ रेगुलरै खाइरहेको त्यो पनि रेगुलर चिज नै थियो एकदमै त्यो हुँदैन आउट अफ द ब्लूवाला खाना त थिएन नि त रेगुलरै खाइरहेको खाँदा खाँदा दाँत झऱ्यो भन्छ भाइ अनि त्यो बनाएको थियो कि अनि बनाएको दाँतहरू त अलिकति कमजोर हुन्छ नि त स्ट्रङ हुँदैन अनि त्यसैले गर्दाखेरि पनि खासमा चाहिँ मलाई डेन्टिस्टले के भन्नुभएको थियो भने
नखाऊ है, यसमा पर्यो प्रेसर पर्यो भने चाहिँ यो भाँचिन्छ, किनभने यसमा रिसेपिङ गरिरहेको छ, तिमीले त बाहिरबाट क्याप मात्रै लगाएको छ, ओरिजिनल दाँत त तिम्रो पहिला जस्तो हुँदैन, त्यहाँ ओरिजिनल दाँत पनि छनलाई चाहिँ होइन, त्यो बाहिरबाट चाहिँ क्याप मात्रै लगाएको थियो, अनि त्यो टोक्दाखेरिमा गयो दाँत, बाई बाई टाटा भयो। तपाईँको भिडियोमा पनि देखेको थियो, अब यु ट्राई टु के अरे फिल इन त्यो गर्न खोजेको थियो, तर डक्टरले चाहिँ गर्नु मिल्दैन भनेर भन्नुभयो। के चाहिँ गर्न नमिलेको थियो, मतलब दाँत के फेरि राख्न मिल्थ्यो? होइन राख्न त अहिले पनि मिल्छ, तर मैले नै नराखे हो कि, किनभने मेरो मुखबाङ त कन्टिन्यू नै छ नि त। फेरि अब बनाएको दाँत पहिला जस्तो ओरिजिनल जस्तो हुँदैन होइन, अनि वाट इफ फेरि त्यस्तै भयो भने त होइन, अनि दाँतको प्रोसिजर इज भेरी एक्सपेन्सिभ, म टाइम टु टाइम अफोर्ड गर्न सक्दिनँ, त्यसैले अहिलेलाई स्थगित। अनि तर केटी मान्छेहरू त एकदमै अपिरियन्स वाइज एकदमै धेरै नै कन्सियस हुन्छ नि त, एन्ड यु आर के अरे हुँदैन फ्लन्टिङ इट लाइक हुँदैन नथिङ ह्यापन के, अनि के अरे देयर इज नो फ्लज इन माई फेस अर टिथ अर वाट एभर, त्यस्तो केही पनि देखाउँदैन नि त तपाईँले, यु आर सो कन्फिडेन्ट। छैन त दाँत अब के भयो त, अनि नत्र अरूहरूको चाहिँ कस्तो भन्दाखेरि अलिअलि मात्रै बिग्रेको दाँतहरू छ भने पनि हाँस्दाखेरि मलाई हाँस्नै मन लाग्दैन, किनभने मेरो दाँत देखिन्छ अनि आई डोन्ट नो लाइक द्याट भनेर भन्छ नि त। यो कन्फिडेन्स चाहिँ कसरी बिल्डअप भयो? मेरो लाइफको रियालिटी नै भइसक्यो क्या अब यो, सबैले थोदी दिदी भनेर नै चिनिसक्यो कि, अनि तपाईँले कन्फिडेन्सको कुरा गर्नुभयो, म जति कन्फिडेन्स छु होइन, म त्यति नै त्योभन्दा बेसी इन्सिक्योर पनि छु कि, तर आई डु नट ह्याभ एनी अदर अप्सन होइन, मलाई जसरी पनि पैसा अर्न गर्नु छ होइन, अनि दिस इज द ओन्ली सोर्स अहिलेलाई चाहिँ होइन, मसँग अरू केही पनि छैन, अनि वाट एभर छ जे छ त्यसैमा सन्तुष्ट भएर चल्नुपर्ने स्थिति नै छ कि, मलाई पनि बनाउनु मन लाग्छ, मलाई पनि थोते दाँत भएर त हिँड्नु मन लाग्दैन होइन, तर अहिले सिचुएसन नै त्यस्तै छ, मैले चाहेर पनि गराउन नमिल्ने सिचुएसन छ नि त, त्यही भएर हो। सो यो मुखबाङकै कुरा गर्दा अब जस्तै मुना भनिसकेपछि त मुखबाङ नै आउँछ कि हरेक टाइम नै त्यही नै आउँछ होइन। सो यो मुखबाङ स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ कि होइन, अब जस्तै दुईवटा जति प्रोफेसन तपाईँले चेन्ज गर्नु भइसकेको थियो, अब टिचर भइसकेको थियो होइन, तर टिचर बन्दाखेरि त मान्छेहरूले यतिकै हुँदैन म टिचिङ काम गर्छु भन्दाखेरि इङ्ग्लिस टिचर बन्थ्यो होला नि होइन, नर्मल मान्छेहरू के साइन्स टिचर त म यतिकै जोतमा भयो कि ए हाम्रोमा साइन्स पढाउने मान्छे छैन आइज त भन्ने टाइपको क्या। म इङ्ग्लिस पनि थिएँ, तर साइन्स टिचर नै थिएँ, क्लास टिचरै थिएँ म, तर मलाई चाहिँ इङ्ग्लिस भन्दा साइन्समा एकदम बढी रमाइलो लाग्थ्यो। अनि त्यो जोतमा भयो जोतमै भएको होइन, जोतमा भएको स्टुडेन्ट्सहरू चाहिँ हेर्न मन लाग्यो क्या मलाई होइन, दे आर भेरी गुड। ए हो साइन्टिस्टै भयो क्या हो, साइन्टिस्टै भयो क्या हो, साइन्टिस्ट नभए पनि ठिकठाक छन्। ल ठिक छ, मैले इङ्ग्लिस पढाएको स्टुडेन्टहरू चाहिँ कहाँ छन् अहिले भनेर सोच्न बाध्य भए जस्तै कि। हजुर पनि टिचिङ गर्नुहुन्थ्यो पहिला लाइक क्लास 10 सिद्धो, क्लास 10 सिद्धिसकेपछि अब यु डोन्ट नो वाट टु डु होइन, यु जस्ट वान्ट टु के अरे गेट अ जब भन्ने टाइपको भइरहेको थियो। अनि पछि फेरि अब नेवार फ्यामिलीमा चाहिँ कस्तो भन्दाखेरि एकदम स्ट्रिक्ट फ्यामिली के, जहाँ जाँदाखेरि 5 बजेभन्दा अगाडि आइपुग्नु पर्ने, 6 बजेभन्दा अगाडि आइपुग्नु पर्ने भयो होइन। अनि त्यस्तो पछि अब आफैले नै अर्न गर्न थाल्यो भने त त्यस्तो रिस्ट्रिक्सन्सहरू हुँदैन होला भनेर सोच्थेँ कि, तर अहिलेसम्म पनि त्यो रिस्ट्रिक्सन छ। पैसा कमाऊ, आफू इन्डिपेन्डेन्ट हो नहो त्यस्तोमा केही पनि फरक पर्दैन, रिस्ट्रिक्सन चाहिँ अहिलेसम्म पनि छ नै। सो पहिला चाहिँ क्लास 10 सकिसकेपछि अब केही नै थिएन, अनि त्यसपछि एउटा स्कुल चिनेको थियो, अनि त्यो स्कुलमा चाहिँ अब 3 महिना के गर्ने त, अब हुँदैन अब टिचिङै गर न त भनेर भन्नुभयो। ल भनेर 3 महिना मात्रै गर्नुभयो? 3 महिना होइन 6 महिना जति गरेँ होला मैले, 6 महिना जति गरेँ। अनि त्यसपछि मैले यता के भन्छ नेपाल 1मा पनि एज अ भिजे अप्लाई गरिरहेको थिएँ। अनि त्यसपछि अब यता र उता त्यो गर्दा गर्दा बरु यता नै रमाइलो छ भन्ने टाइपको भयो। अनि फेरि घरमा भनेको थिएन क्या मैले म भिजिङ गर्दैछु भनेर भनेको थिएन। अब टिचिङ त गर्नै पर्यो, भिजेबाट नै चिन्नु भयो नि त। पछि ड्याडले हेर्नुभयो, त जस्तै केटी भन्नुभयो, अनि वाह भन्ने होइन तपाईँको छोरी पनि भन्न त्यति बेला। त्यसपछि 3 महिना कि 4 महिना पछि मात्रै हो र नचिन्नु भएको क्यामेरामा यस्तो। अब मेकअप सेकअपहरू हुने होइन, अब पहिलाको कस्तो हुन्छ त प्यान्ट स्टिक के त्यो प्ल्याटै पारेर लगाएको, अब एचडी पनि थिएन, एचडी थियो नि त। सो एचडीको बेला
अब त्यस्तो जमाना भनेर फेरि मलाई के भन्ने ट्रोल गर्ने होइन तिमीहरू होइन सो जस त्यस्तो बेलामा थियो अनि एकदम नकली टाइपको हुँदैन अब घरमा त त्यस्तो छैन नि त अनि नकली अनि यता जस्तो केटी भन्नुहुन्थ्यो ठिक छ त्यसपछि त्यसपछि मात्रै भनेँ मैले त्यसको 3 महिनै कति महिनापछि भने नि तर ड्याड मसँग 3 महिनासम्म बोल्नु भएन he wanted me to be a chartered accountant हुँदैन राम्रोसँग पढेर केही एउटा बिजनेस अब ड्याडको पहिला बिजनेस थियो बिजनेस जोइन गर त्यस्तो खालके भन्नुहुन्थ्यो अनि अब त्यो सपना पुरा भएन चकनाचुर गरिदिएँ मैले अनि 3 महिनासम्म बोल्नु भएन त्यस्तै भयो एनिवे सो तर मैले जर्नी स्टप चाहिँ गरिनँ त्यसपछि त्यही भएर त तपाईँ यहाँ हुनुहुन्छ स्ट्रङ एन्ड इन्डिपेन्डेन्ट वुमेन अनि तर कस्तो लाइफमा के होइन अब कति धेरै चेन्जेसहरू आउँछ हुँदैन अप्स एन्ड डाउन्सहरू आउँछ तर अप्स एन्ड डाउन्सहरू आउँदा पनि त्यो च्यालेन्जलाई एक्सेप्ट गरेर अगाडि बढ्दाखेरि अलिकति मात्रै हामीले हुन्छ नि त्यसको गुड रिजल्ट पायो भने क्या खुसी हुँदो रहेछ कि अहिलेसम्म जिन्दगीमा होइन एकदमै नै यस्तो टु मच खुसी भएको कुन चाहिँ रिजल्टले भएको छ रिजल्ट भन्दा पनि जब मैले काम गरेँ अनि मैले चाहिँ मेरो त्यही फर्स्ट जब भनौँ न टिचिङको अनि ठ्याक्क मैले चाहिँ सरकारीमा गरे हो क्या गभर्मेन्ट स्कुलमा गरेको हो अनि त्यहाँ चाहिँ 3 महिनामा स्यालेरी आउने जब मैले फर्स्ट स्यालेरी हातमा थापेँ द्याट वाज सो प्राउड मोमेन्ट फर मी ला मेरो लाइफको सबैभन्दा पहिलो स्यालेरी हो भनेर मैले मम्मीलाई पनि दिएको थिएँ पैसा कति रुपियाँ शी वाज भेरी ह्याप्पी 15,000 आएको थियो 3 महिनामा 15,000 रुपियाँ ए कम हो कमै हो नि धेरै कम हो तर त्यो चाहिँ 15 वर्ष अगाडिको कुरा हो त्यो धेरै कम हो नि तर यस्तो जस्तै मैले पनि नेपालमा काम गर्दा मैले पनि 5,000 रुपियाँ पाएको थिएँ होइन मन्थली स्यालेरी मेरो 5,000 रुपियाँ थियो क्या खुसी भएको थियो अहिलेको सिनारीमा हेर्ने भने त धेरै कम हो तर फेरि त्यतिखेर पैसाको भ्याल्यु पनि त थियो नि त अहिले छैन पहिला ट्याक्सी मिटरमा चल्थ्यो ब्रो मिटर भन्ने हुन्थ्यो कालो टेम्पो हुन्थ्यो जसमा मिटर हुन्थ्यो होइन अनि यहाँदेखि त्यहाँसम्म मलाई अहिलेसम्म पनि याद छ कि न्यु रोडदेखि दयामार्गसम्म जाँदाखेरि 25 रुपियाँ लिन्थ्यो के है अहिले त कहाँ हुन्छ अहिले पनि कति छ अहिले भाडा त्यस्तो चाहिँ थाहा भएन आजकल म पठाउ चल्छु थाहै हुँदैन त्यस्तो पठाउ चढ्छु त्यो थाहा छैन देखियो पठाउको मैले क्या दामी उ गर्दै के इन्डोर्समेन्ट गर्दै रे स्पोन्सर प्लिज सो यो त्यही त अब पहिलाको कुराहरू अब पहिला हामीले जब भन्छ नि पहिला चाहिँ यस्तो हुन्थ्यो पहिला पनि हामीलाई ड्याडहरूले अब त्यस्तै कुराहरू गर्थ्यो नि पहिलाको जमानामा चाहिँ यस्तो हुन्थ्यो कस्तो ओल्ड भयो फिल हुन्छ क्या त्यस्तो फिल हुने हाम्रो जमानामा हामीले यस्तो गर्थ्यो नि यिनीहरूलाई सुनाउँछु क्या म अनि एज अ ब्याक अफ द माइन्ड हुन्छ ल शिट यार म त बुढी भएँ यार भन्ने टाइपको हुन्छ कि त्यस्तो फिल आउँछ नि तर दिदीमा चाहिँ आन्टी भइसक्यो हामी अनि मैले सानो बेबीहरूले त आन्टी भन्छ नि तर मलाई क्युट लाग्छ त्यस्तो बच्चाहरूलाई चाहिँ म के गर्छु मलाई कसैले आएर आन्टी भन्न आओस् यहाँ बच्चाहरू छ कि तिनीहरूले हुन्थेन आन्टी तपाईँ के अरे टिममा आउनुहुन्छ हो भनेर सोधेको थिएँ कि मलाई टिभी मेरो दिमागमा केही आएन कि आन्टी आयो कि अगाडि अबदेखि तैँले मलाई आन्टी भनिस् भने यो गल्ली हिँड्न दिँदिनँ भन्ने टाइपको फिल भएको कि मलाई कि सुस्ता दिदी डन भने होला होइन मेरो दिदीको छोरा मेरो के अरे बहिनीको छोरी पायो अस्ति भर्खरै भनेपछि के भन्छ ठुलो मम्मी भन के ठुलो मम्मी भन बे दिदी अझै तिमी अलिकति ठुलो हो तिमी म भन्दा पनि लम्बु त हुन्छौ कुनै दिनमा अझ तिमी मलाई बहिनी पनि भन्न सक्छौ त्यस्तो फिल हुन्छ कि मेरो दिदीको छोरा हि इज जस्ट 12 years old क्या 12 होइन 10 years old हि इज टलर देन मी एन्ड हेल्दियर देन मी टलको कुरा नगरौँ ल हामी सबै सेमै हो टलको कुरा नगरौँ अब त्यसबाट नै कन्टेन्ट चलिरहेछ मेरो चाहिँ होइन ठिकै छ अब अहिले बनाउनु पर्छ रिल अहिले एकैछिन हामी रिल बनाउँछौँ र अब यो मुकबाङको कुरा गर्दै जाँदाखेरि चाहिँ होइन जस्तो एकदमै एक्सपेन्सिभ पहिला त अक्टोपसै लिएर आउनु भएको थियो त्यसपछि कुनै एकदमै एक्सपेन्सिभ चिज केही लिएर आउनु भएको छ तपाईँले युजली सी फुड नै हो एक्सपेन्सिभ भनेको हाम्रो
मुकबाङमा चाहिँ किनभने अब सी छैन नेपालमा अभियसली बाहिरबाट ल्याइरहेको हुन्छ अनि त्यहाँबाट किन्दाखेरिमा महँगो नै पर्छ सो सी फुड बेसिकली सी फुड नै एक्सपेन्सिभ हुन्छ अरू त अब यहीँ पाइरहेको हुन्छ नि त लोकल फुडहरू नै हुन्छ सो त्यस्तो हुँदैन सी फुड इज भेरी एक्सपेन्सिभ सो पहिला अब त्यो मुकबाङै भन्दाखेरि त यति धेरै एक्सपेन्सिभ खास गरी कन्टेन्ट हो कि त्यो होइन अब बङ्गुरको मासु लाइक हुँदैन अब के अरे सी फुड भन पोर्क भन के भन त्यो चिजहरू त एकदम धेरै एक्सपेन्सिभ छ नि चिकन होइन मासु बढेर 700 पुगिसक्यो किलो गरेको चिकनको मासु होइन नि त त्यो या त बफ होइन नि त अलिकति कम रेन्जमा हुनको लागि होइन कसरी आँट्यो भने त्योभन्दा महँगो पनि हुन्छ अझै खसीको मासु होइन खसीको मासु त तिहारमा दसैँमा खान्छ नि त कसरी आँट्नु भयो किनभने अब त्यति बेला त यु डोन्ट निड आई मिन लाइक त्यति साह्रो अर्न गरेर थिएन नि त हो कसरी आँट्यो होइन त्यो केही चेन्ज चाहिरहेको थियो अब मैले भनिहालेँ आई कन्सटेन्टली क्रेभ फर चेन्ज होइन अनि मेरो मुकबाङमा पनि अब ल ठिक छ नि त गरिदिउँ होइन सी फुड पनि एउटा राम्रो कन्टेन्ट हो लिएर आउँ राम्रो हुन्छ दो अहिले मसँग पैसा छैन बट स्टिल यो मैले चाहिँ त्यो कन्टेन्ट भन्दा पनि इन्भेस्टमेन्ट जसरी हेरेँ कि मैले यो राखेँ भने अझै धेरै अडियन्सहरूसम्म पुग्नलाई चाहिँ अलिकति रिच हुन्छ होइन अनि त्यस पछाडि मान्छेहरूले चिन्छ नेपालमा पनि यस्तो भइरहेछ है भनेर चाहिँ चिन्छ भन्ने सोचाइमा चाहिँ लङ टर्मको हिसाबले राम्रो हुन्छ भनेर चाहिँ त्यतिखेर चाहिँ लिएर आएको थिएँ मैले चाहिँ त्यतिखेर मसँग पैसा थिएन गाइज थिएन पैसा त्यो 12,000 रुपियाँ कसरी लिएर आयो त हाम्रो मुनाले 12,000 आयो पछि जसरी होइन तर आँट्ने मान्छेहरूसँग चाहिँ म आई हेभ अ बिग रेस्पेक्ट किनभने कतिजना मान्छेहरू हुन्छ नि मसँग छँदै छैन मसँग अब यो छैन मसँग त्यो छैन त्यही भएर मैले के पनि नगरेको भने भन्छ तर जो मान्छेले आँट्छ त्यही मान्छेले नि त रिजल्ट पाउने हो नि त रिस्क लिन सक्नु पऱ्यो होइन तर रिस्क भन्नाले अन्धाधुन्दा तालमा होइन कि तपाईँले सबै क्यालकुलेट गरेर हेरेर बुझेर होइन गरेको रिस्क चाहिँ राम्रो भन्छु म चाहिँ होइन सो या त्यतिखेर मेरो लागि चाहिँ रिस्क नै हो मान्छेले चाहिँ खानेकुरा पनि के रिस्क हुन्छ भन्नु होला मेरो लागि रिस्क थियो त्यो एउटै सी फुडलाई मैले 10-12 हजार लिएर आएर खाँदाखेरिमा एउटा भिडियोको लागि खाँदाखेरिमा त्यो मेरो लागि रिस्क थियो किनभने मसँग पैसा थिएन अभियसली सो भन्न मिल्छ कि मिल्दैन त्यो भिडियोले कति कमायो अनि कमायो होला अहिले धेरै नै कमाइसक्यो त्यो भिडियोले किनभने त्यतिखेर त अब सुरुको फेजमा थियो आरपिएमहरू धेरै हुन्थेन अब यु नो नि आरपिएम सिपिएम यताउता त्यतिखेर धेरै थिएन तर त्यो टाइमको लागि हेर्ने हो भने चाहिँ राम्रै कमाएको उसले चाहिँ जेस फाइदा भयो त्यो अक्टोपस पुरै नखाए पनि पैसा चाहिँ खायो है सो अहिले अब कतिजना नयाँ कन्टेन्ट क्रिएटर्सहरू हुनुहुन्छ जसले चाहिँ अब मुकबाङ पनि ट्राई गरिरहनु भएको छ युट्युब च्यानल ट्राई गरिरहनु भएको छ सो वाट सजेसन वुड यु गिभ देम त्यही नै हो म एभ्री प्लेटफर्ममा जाँदाखेरि भन्ने नै त्यही हो रिसर्च गर्नुहोस् राम्रो गर्न ट्राई गर्नुहोस् प्रेजेन्टेसन अब फुड रिलेटेड हो वाट इज द मोस्ट इम्पोर्टेन्ट फुड प्रेजेन्टेसन अभियसली खानेकुराहरू भेराइटीमा लिएर आउन ट्राई गर्नुहोस् होइन अनि प्लस अब अहिले चाहिँ हाम्रो अडियन्सहरू पनि एकदमै बढ्दै जानुभएको छ दे आर भेरी इन्टेलिजेन्ट अनि उहाँहरूलाई चाहिँ राम्रो क्वालिटीहरूमा हेर्नु मन लाग्छ सो ग्याजेट्सहरू अपग्रेड गर्दै लानुहोस् होइन माइकहरू राम्रो इन्भेस्ट गर्नुहोस् होइन ग्याजेट्सहरूमा चाहिँ इन्भेस्ट गर्नु भन्छु अनि सो प्रोजहरू मात्रै नहेर्नुहोस् कन्स पनि हेर्नुहोस् होइन पैसा त आउँछ तर लङ टर्ममा गइसके पछाडि तपाईँको मेजर कन्स भनेको हेल्थमा प्रब्लम आउन स्टार्ट हुन्छ होइन कतिपय मुकबाङरहरूको हेल्थमा प्रब्लम आइसक्यो दो उहाँहरूले खुलेर भन्नुहुन्न मलाई त्यस्तो केही प्रब्लम छैन म भनिदिन्छु आई हेभ फ्यु प्रब्लम्स मलाई देखा सुरु भइसक्यो सो मैले सर्टेन फुडहरू चाहिँ अभोइड गर्छु खानको लागि चाहिँ सो द्याट त्यो अझै नबढोस् भनेर यस्तो चाहिँ हुन्छ लास्टमा चाहिँ हेल्थ नै हो नि सबैभन्दा ठुलो कुरा होइन त्यही भएर अहिले मैले अब मेरो मेन्टल हेल्थ भनौँ अथवा मेरो फिजिकल यताउता सबैलाई हेरेर नै मैले मुकबाङमा अहिले चाहिँ अलिकति बिस्तारै गरिरहेको छ स्टप गरिरहेको आई विल बी ब्याक गाइज फेरि आई विल बी ब्याक तर अझै स्ट्रङ्गर भएर यस मेन्टली फिजिकली फिट भएर फिजिकल्ली पनि मेन्टल्ली पनि एकदमै आफूलाई चाहिँ त्यो टाइम दिनुपर्छ जस्तो पनि लाग्छ मलाई बिकज मान्छेले अब मैले पहिला चाहिँ होइन मैले आफ्नो डिप्रेसन आफ्नो यो मेन्टल हेल्थलाई चाहिँ मैले कसरी डिल गरिरहेको थियो भन्दाखेरि आई युज टु बी रियली बिजी के काममै बिजी भइदिने के एक्ज्याक्टली मेरो सेमै भयो होइन एकदमै काममा बिजी भइदिने अनि त्यसपछि त्यस्तो हुँदाखेरि चाहिँ मैले बिर्स्या टाइपको जस्तो भइरहेको थियो होइन तर
एउटा टाइममा आइसकेपछि चाहिँ मैले के फिल गरेँ भन्दाखेरि चाहिँ मलाई त झन् मेन्टल प्रेसर भइरहेको छ फिल गरेँ क्या तपाईँ मैले एक के सम पोइन्टमा चाहिँ बर्नआउट हुन्छ त्यसरी तपाईँले त्यो मलाई अहिले एक्ज्याक्टली भएको त्यही हो कि म मेरो डिप्रेसनबाट निस्किनको लागि म यति बिजी भइदिएँ अब बिजी भएपछि त सोच आउँदैन नि त म बिजी भइरहेको छु म गरिरहेको छु मलाई एटलिस्ट अलिकति भने पनि मलाई त्यो सोचाइबाट छुटकारा मिलिरहेछ भन्ने हुँदो रहेछ अनि यु किप कन्टिन्यू डुइङ योर वर्क यु डुइङ योर थिङ यताउता तपाईँ चाहिँ तर तपाईँलाई लाग्छ कि म गुड स्पेसमा छु अब म ठिक हुँदैछु तर होइन तर सम पोइन्टमा गएपछि त्यो तपाईँले जबसम्म त्यो लिन सक्नुहुन्छ लिइराख्नुहुन्छ नसकेपछि त्यो बर्नआउट भएर त्यो निस्किन्छ एक्सप्लोड हुँदो रहेछ कि अनि त्यसरी झन् गाह्रो हुन्छ त्यो पनि भयो प्लस के भन्छ फिजिकल्ली पनि चेन्जेसहरू आउने होइन कपालहरू त यस्तो झरेको मेरो होइन यति धेरै झर्ने कपाल अनि त्यसपछि बिचमा त मैले कपालै काटिदिएको मेरो कपाल यत्रो भइसकेको थियो होइन तर बाँध्दाखेरि चाहिँ त्यो मुसाको पुच्छरहरू जस्तो के त्यस्तो नराम्रो भइसकेको थियो अनि त्यसपछि अपिरियन्स वाइज पनि मलाई मान्छेहरू कतिजनाले के तिमी हाँसी त रहेछौ तर हुँदैन तिम्रो फेसमा मैले त्यो चामै देख्दिनँ पहिलाको जस्तो भनेर ग्लो छैन भनेर भन्थेँ कि अनि देन आई स्टार्टेड लाइक हुँदैन अब गिभिङ माइसेल्फ द्याट टाइम के आई डोन्ट वान्ट टु थिङ्क अबाउट एनिथिङ मेरो बरु हप्तामा एक दिन केही पनि नगरिकन बस्ने के यु जस्ट स्टे ले हुँदैन ले डाउन डु नथिङ के गर्न मन लाग्छ त्यही चिज के बरु सुतेर तिमीलाई रुनै मन छ भने बरु रोएर बस्छ के तर त्यो फिलिङ हटाऊ के अनि सबैजना मान्छेले भन्छ नि होइन टाइम लिनुपर्छ यस टाइम लिनुपर्छ तर त्यो टाइम चाहिँ कसरी लिनुपर्छ भन्दाखेरि चाहिँ जब तिमी भोलिपल्ट उठेर आउँछ नि तिमी फेरि त्योभन्दा पनि डबल एनर्जीको साथमा आउन सक्ने टाइम चाहिँ लिनु पर्दो रहेछ कि तपाईँले भन्नुभयो कि तपाईँ हाँसिराख्नु भएको छ तर अरूले नोटिस गर्न थाल्यो नि त पहिला चाहिँ तपाईँलाई मात्रै थाहा थियो वाट्स गोइङ अन भनेर अब त अरूले पनि थाहा पाउन थालिसक्यो वाट इज गोइङ इनसाइड यु तपाईँको फेसमा पनि देख्न थालिसक्यो मेरो मुखबाङमा पनि होइन कति कमेन्ट आयो क्या त्यस्तो तपाईँ यु आर नट फिलिङ वेल हामीले देख्न सक्छौँ तिमी पहिला जस्तो थियो अहिले त्यस्तो छैनौ तिम्रो त्यो फेसको चाम ग्लो तिमी ह्याप्पी नै छैनौ तिमी खाँदाखेरिमा पनि तिमीले पुस गरेर खाए जस्तो देख्छ यु आर नट इन्जोइङ यर फुड सबै देखिरहेछ भनेर भनौँ अब चाहिँ प्रब्लम भयो है प्रब्लम स्टार्ट भयो है अब म यो सक्दिनँ है पहिला मैले आफैलाई झुट बोलिरहेको थिएँ अब त्यो सबैले देख्न थालिसक्यो अब मैले कन्टिन्यू गरिराखेँ भने आफूलाई मात्रै होइन मैले अरूलाई पनि झुट बोलिरहेको छु अनि त्यही भएर मैले स्टप नै गरिदिएँ कि म त्यही भएर बरु आइल टेक अ टाइम होइन मलाई कति चाहिन्छ त्यो टाइम पिरियडभित्रमा चाहिँ म सर्टेन कुराहरू रिफ्लेक्ट गर्न ट्राई गर्छु सोच्न ट्राई गर्छु कहाँ के मिस्टेक भइरहेछ कसरी मैले आफूलाई पुट टुगेदर गरेर बाहिर फेरि आउने स्ट्रङ भएर त्यही भएर अहिले चाहिँ नो म सकि नै रहेको छैन कि नसक्दै पनि गर्नु आफूलाई त्यति धेरै पुस पनि गर्नु हुँदैन बिकज अब धेरैजना भ्युवर्सहरूले अडियन्सहरूले दे माइट हुँदैन अब वेट फर योर भिडियो बट एट द एन्ड अफ द डे उहाँले पनि त तपाईँको हेल्थको लागि त वेल विशर्सहरू नै हो नि त विषय गरेर हुन्छ राम्रो मेन्टल हेल्थ होस् राम्रो हेल्थ होस् अनि त्यसपछि चाहिँ एकदमै राम्रोसँग अझै के अरे कम ब्याक गऱ्यो भने त अझै धेरै माया पाउनुहुन्छ होला नि त र अर्को कुरा चाहिँ यो सिचुएसन्सहरूबाट निस्किँदाखेरि चाहिँ होइन निस्किनको लागि चाहिँ साथी सर्कलले या त हुँदैन आफ्नो लभड वान्सहरूले कतिको हेल्प गर्छ जस्तो लाग्छ तपाईँलाई हेल्प हुन्छ नि मैले भने नि तपाईँलाई म धेरै म जो पाइदिएसँग एक्सप्रेसिभ त म बोल्छु कि सबैसँग राम्रोसँग बोल्छु होइन तर एक्ज्याक्टली के भइरहेछ भन्ने कुराहरू मान्छेले भन्छ तिमी सेयर गर्छ भन्छ नो म सबैसँग सक्दिनँ जहाँ मलाई सेफ फिल हुन्छ म त्यहाँ एक्सप्रेस गर्ने मेरो फिलिङ्सहरू ट्रु फिलिङ्सहरू त्यो पनि अझै म फिल्टर भइरहेको हुन्छ कोसँग कति सेयर गर्ने कसरी सेयर गर्ने भनेर के त्यो मेरो कति धेरै दिमागमा ओभर थिङ्किङ हुन्छ कि मैले यो मान्छेलाई यो भने पछि गएर केही प्रब्लम त हुने होइन भनेर मेरो यति धेरै अब म क्याजुअली बोले जस्तो देख्छ होइन तर मेरो भित्र दिमागमा यति धेरै कुराहरू चलिरहेको हुन्छ कति कुराहरू फिल्टर गर्नुपर्छ जस्तो फिल हुन्छ क्या मलाई सो यहाँ फ्रेन्ड्सहरूले हेल्प गर्छ र मेरो अब धेरै साथीभाइहरूलाई थाहा छ आई हेभ अ भेरी गुड बन्ड विथ बिन्दुली नाइमा होइन
यो फेजमा पनि अस्ति म राति 2 बजे होइन मलाई एकदम प्यानिक अट्याक भयो मेरो हातहरू पुरै अस्ति भर्खरकै कुरा हो पुरै सेक हुन थाल्यो अनि यत्तिकै म के भइरहेछ थाहा छैन म रुन थालेँ रातिको 2 बजे अनि मैले उसलाई कल गरेँ अनि उसले पनि कल उठायो बिकज सी नोज यत्तिकै त म राति 2 बजे कल गर्दिनँ देयर इज समथिङ गोइङ अन फेरि उसलाई सबै थाहा छ मेरो सिचुएसनको बारेमा के भइरहेछ यताउता होइन अनि उसले भन्यो अनि उसँग म 8 घन्टा हामी कुरा गर्न थाल्यो भने 1-1.5 घन्टा नै कुरा हुन्छ कहिले 2 घन्टासम्म पनि कुरा हुन्छ कुरा भयो होइन अनि लाइफमा यत्तिको लेभलको ट्रस्ट भएको साथीहरू चाहिँ चाहिन्छ कि अझै भन्दा पनि फिमेल फ्रेन्ड्सहरू चाहिन्छ फिमेल बन्ड इज सच अ ब्युटिफुल बन्ड के तपाईँसँग एउटा राम्रो ट्रस्टवर्दी फिमेल हुनुहुन्छ साथी हुनुहुन्छ भने तपाईँलाई केही पनि चाहिँदैन अनि म कुरा गरेँ अनि उसले भने दिजु तपाईँलाई थाहा छ नि होइन वेन एभर यु निड आइ एम अलवेज देयर फर यु भनेर भने कि अनि मैले सिन्स उसको पनि सानसानो किट्सहरू छ अब होइन उसलाई पनि आफ्नो टाइम चाहिन्छ म राखिदिन्छु फोन भने होइन तर उसले मलाई सी मेक स्योर कि तिमीलाई चाहिँदाखेरिमा म त्यहाँ छु है त्यस्तो केही पनि नसोच है प्लिज त्यहाँ म छु एनी टाइम यु क्यान कल मी होइन सेम विथ हाम्रो म्यानेजर पनि मैले उसलाई पनि कति कुराहरू सेयर गरेर हुन्छु अनि ऊ मभन्दा सानो छ तैपनि म उसलाई कुराहरू सेयर गरेर हुन्छु सी इज अल्सो देयर फर मी होइन तर मेरो यो फिल्डमा आइसके पछाडि एकदमै प्योर सिस्टरली बन्ड जहाँ मैले फिल्टर गर्नु पर्दैन अथवा आई क्यान बी माइ सेल्फ भनेको चाहिँ त्यो खालको सेफ स्पेस चाहिँ मैले नायुमामा पाएँ कि एन्ड आइ एम भेरी ग्ल्याड आइ एम भेरी 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 ह्याप्पी आई फिल सो हुन्छ नि लकी टु ह्याभ इन माई लाइफ के या यो साथीहरू चाहिँ कस्तो भन्दाखेरि आफ्नो कन्भिनियन्सको हिसाबमा चाहिँ होइन कि र आफ्नो निडको हिसाबमा पनि होइन क्या होइन यु निड टु बी देयर जस्तो लाग्छ कि मलाई पनि होइन अब जो मान्छेलाई चाहिँ जतिखेर पनि चाहिन सक्छ नि त कोही मान्छे जतिखेर पनि चाहिन सक्छ र त्यति बेला चाहिँ त्यो मान्छे प्रेजेन्ट मात्रै भइदियो भने या त हुँदैन लाइक फिजिकल प्रेजेन्स पनि चाहिँदैन कि जस्ट अ फोन कल अर अ भिडियो कल अर एनिथिङ के त्यस्तो मात्रै भयो भने पनि सानो टेक्स्ट मेसेजले पनि कति फरक पार्छ कि केही टाइममा चाहिँ हुँदैन लाइक आफू एकदमै लो फिल भइरहेको बेलामा साथीहरूले होइन टङ्क लाएर ओए त ठिक छस् नि मात्रै भनेर भन्यो भने पनि हुँदैन इट गिभ्स यु अ बुस्टर के ए यो यार यो चाहिँ छ यार अब मेरो लाइफमा यो चाहिँ छ होइन ठिक छ भनेर आइपुग्यो सो मेरो लाइफमा पनि लाइक त्यति धेरैजना साथीहरू छैन अब साथीलाई अब कसरी डिफाइन गर्ने हो अब चिन्ने साथीहरू छ तर एकदम मन मिल्ने साथीहरू चाहिँ एकदमै कम छ भनौँ न ल अब एउटा चाहिँ रेजिना नै भयो तर त्यो मेरो साथी भन्ने कि त्यसलाई बहिनी भन्ने कि त्यसलाई के भन्ने चाहिँ त्यो थाहा छैन मलाई तर सी इज देयर त्यसै खालको बन्डिङहरू या आई क्यान टोटली रिलेट द्याट अहिले एकैछिनमा हामी दुवैजना रुन्छ होला भ्या भ्या लागेर के हो मुना हो तिमीले भनेको सब राइट हो भन्दै घुवा लागेर दुईजना के हाँस्छस् त्यहाँ बसेर तँलाई के थाहा त केटा मान्छे होस् रे होइन केटा मान्छेहरूको नि इमोसन हुन्छ इट्स जस्ट द्याट केटी मान्छेको कुरा मात्रै होइन म केटा मान्छेको पनि कुरा जोड्न चाहन्छु केटा मान्छेहरू पनि इमोसनल हुन्छ तर दे डोन्ट नो हाउ टु एक्सप्रेस देमसेल्फ कि किनभने हाम्रो सोसाइटीमा यस्तो तरिकाले पोर्ट्रे भइसक्यो कि केटा मान्छे भएपछि दे निड टु बी स्ट्रङ अनि तिमीले जो पाए त्योसँग आफ्नो इमोसन खोलेर कुरा नगर तिमीले जसरी हुन्छ सोसाइटीमा एक प्रकारको एकदम स्ट्रङ पर्सनालिटी देखाउनुपर्छ भन्ने त्यो दिमागमा फेड गराएको भएको भएर दे आर नट एक्सप्रेसिभ के अर्को कुरा एक्सप्रेस गर्यो भने पनि के केटी जस्तै कुरा गरेर आएर त कस्तो केटी जस्तो रुइरहेको यस्तो यस्तो भनेर भन्छ नि त अनि त्यो कारणले गर्दाखेरि पनि उनीहरूको मेन्टल स्ट्रेस फेरि अर्कै नै छ कि बिकज आई हेभ सिन यस्तो इमोसनल लेभलको एकदमै इमोसन भएको एकदमै इमोसनल केटा मान्छे पनि देखेको छु कि मैले अनि तर उसलाई थाहा छ नि कि कहाँ गएर मेरो इमोसन पखाउँ उसले पनि सेफ स्पेस खोजिरहेको हुन्छ नि त मेरो इमोसन अब साथीभाइ बिचमा पनि कहिलेकाहीँ अब हँसी मजाकमा नै किन नहोस् कोही केटा मान्छेले यस्तो परिरहेछ है भनेर ऊ अलिकति इमोसनल हुन खोज्यो भने के केटी मान्छे जसरी हाँसिरहेको त्यो रोइरहेको भनेर निस्किहाल्छ कि दो उसले चाहिँ त्यस्तो खालको मिन गरेर नभन्ला अरे तर जो मान्छेलाई परिरहेछ उसलाई त अलिकति इफेक्ट पर्छ नि त एकदमै म्यानली हुन चाहिँ एकदमै धेरै नै प्रेसर गर्छ सोसाइटीले
होइन र या अब मेन्टल हेल्थ भनिसकेपछि न केटा न केटी इट्स लाइक इक्वल त्यो जेन्डर भनेर नै हुँदैन कि केटा केटी होइन ट्रान्स एलजिबिटिक्यू सबैजना जो पनि ह्युमन हुनुहुन्छ उहाँहरू सबैजनालाई नै खास गरी मेन्टल स्ट्रेस छ मेन्टल हेल्थ कति धेरैजनाको बिग्रेको छ अहिले त हामीले केटा र केटीको बारेमा मात्रै कुरा गरिरहेको छौँ होइन अब अस्ति नै एकचोटि कुरा हुँदाखेरि ट्रान्सजेन्डरको कुरा गरिरहेको थियो उहाँहरूको झन् हुँदैन अर्कै लेभलको स्ट्रेस छ हामी त कामको स्ट्रेस भनिरहेछौँ या त हुँदैन हामीलाई जेन्डर इक्वालिटी पाएन भनेर उहाँहरूले त जेन्डरै मान्दैन त्यही भएर त्यो पनि छ अनि सोसाइटीले हेर्ने नजरिया डिफ्रेन्ट छ होइन आई हेभ अ इमेन्स ह्युज रेस्पेक्ट फर एलजिबिटिक्यू होइन म पहिल्यैदेखिबाट एकदमै सपोर्ट होइन मलाई कहीँ कतै लाग्छ ऊ यस्तो सिचुएसनमा छ तर उसले एक्सप्रेस गर्न सकिरहेको छैन भन्ने जस्तो लाग्छ भने म आफै पनि गएर कुरा गरिरहेको हुन्छु कि अलिकति कस्तो बाटोमा देख्यो भने पनि कतिजना मान्छेहरू चाहिँ ला भन्ने टाइपको यसरी नै हिँड्छ नि होइन त्यो कस्तो लाइक वाट भन्ने टाइपको फिलिङ हुन्छ कि त्यो दे आर अल्सो ह्युमन के उनीहरूको पनि आफ्नो इमोसन्स छ होइन किन डिस्क्रिमिनेट चाहिँ किन गर्ने होइन त्यही त मेन्टल हेल्थ चाहिँ सबैजनालाई नै के अरे सबैको कुरा नै हो नट जस्ट केटा नट जस्ट केटी एभ्रीबडी होइन सो यस अक्टोपस इन द रुमको त कुरा भइसक्यो हाम्रो होइन कहाँबाट कहाँ पुगिसक्यो होइन हामी कहाँबाट कुन चाहिँ डिरेक्सनमा गइरहेको थियो फेरि कहाँबाट कहाँ पुग्छ हामी गर्दा हामी मेन्टल हेल्थमा त्यसरी पुगिरहेछ अब भयो नो मोर मेन्टल हेल्थ कुरा है अब लेट्स नट डु इट अब हामी कुराकानी गरौँ तपाईँको अहिलेको रिसेन्ट टाइम्सको होइन सो रिसेन्ट टाइम्समा चाहिँ अब तपाईँ फुड भ्लगिङ गरिरहनु भएको छ होइन अनि इट्स लाइक क्या फन पनि भइरहेछ जस्तो पनि लाग्छ होइन डिफ्रेन्ट ठाउँमा गएर तपाईँहरू के अरे फुड हन्ट गरिरहनु भएको छ अनि त्यसपछि अस्ति भर्खरै मात्रै मैले पानीपुरी च्यालेन्ज देखाएँ यसलाई त्यो चाहिँ हाम्रो अजय भाइको च्यानलमा थियो रुङमाङ भ्लग्समा उहाँले के अरे पानीपुरी च्यालेन्ज गर्नुभएको थियो यस्तै च्यालेन्जहरू धेरै गरिरहनु भएको छ एन्ड आई फिल लाइक हुँदैन यु आर ह्याप्पी इन द्याट प्लेस सो यो फुड भ्लगिङको चाहिँ कसरी आइडिया आयो अनि फर्स्ट फुड भ्लगिङ गर्दाखेरि चाहिँ के कुराहरूले चाहिँ डिस्टर्ब गरेको थियो या त राम्रै भएको थियो फुड भ्लगिङमा चाहिँ त्यही हो मोनोटोनसको कुरा हुन्छ अब सधैँ एउटै स्पेसमा बसेर खाइराख्दाखेरिमा पनि कस्तो हुने कि अनि मैले फेरि म त्यही कुरा भन्छु कन्सटेन्टली केही गरम भन्ने त्यो भइरहेको हुन्छ कि मेरो दिमाग एकदम खुरापात चलिरहेको हुन्छ होइन अनि वाइ नट फुड रिलेटेड कन्टेन्ट नै हो यो पनि होइन राम्रो हुन्छ होला होइन मलाई फेरि एक त इन्ट्रेस्ट पनि छ नट जस्ट फर ओन्ली फर माई अडियन्स यो मेरो लागि पनि हो बिकज मलाई यसमा इन्ट्रेस्ट छ मलाई मुकबाङमा पनि इन्ट्रेस्ट छ तर मोर ओभर हुन्छ नि मलाई चुज गर्नु पऱ्यो भने चाहिँ म फुड भ्लगिङ नै चुज गर्छु होला कि बिकज मेरो मोस्ट अफ द अडियन्सलाई थाहा छ त्यो कुरा दिदीलाई एकदमै मनपर्छ त्यो भ्युज आओस् नआओस् मतलब छैन तर दिदीलाई मनपर्छ द्याट्स वाइ सी इज डुइङ इट है त्यो किनभने कम्पेरिटिभली हेर्ने भने त भ्युज त कमै छ नि अरूमा भन्दा मेरो मुकबाङमा म बसेर टक्क लाएर खाएको देखाएकोमा चाहिँ धेरै भ्युज आउँछ तर मैले बाहिर गएर मेहनत गरेको रिसर्च गरेको त्यो एनर्जी दिएको त्यसमा चाहिँ कम आउँछ तर म खुसी छु बिकज मलाई त्यो मनपर्छ सो त्यो एउटा इन्ट्रेस्टबाट पनि भएको हो त जस्तो जे भइरहेछ म एकदम खुसी छु सो हाराहारी खास गरी यो युट्युबबाट चाहिँ कतिसम्मको चाहिँ कमाइन्छ महिनामा युट्युबबाट राम्रै कमाइ हुन्छ है इन्कम चाहिँ एकदम राम्रो हुन्छ इट्स जस्ट द्याट यु हेभ टु बी कन्सिस्टेन्सी बिना त केही पनि हुँदैन होइन अनि या रमाइलो राम्रै हुन्छ कमाइ होइन मेरो भ्लग मैले फर्स्टमा राख्दाखेरि मोनिटाइज हुँदाखेरि $2 आउँदा म क्या खुसी भएको थिएँ कि वाउ माई भ्लग इज अर्निङ यु नो लाइक आई डोन्ट केयर कति आइरहेछ तर आइरहेछ भन्ने टाइपको के त्यस्तो चाहिँ फिल हुँदो रहेछ तर कम्पेरिटिभली पहिलाको मेरो अर्निङ हेर्ने र अहिलेको हेर्ने भन्दाखेरिमा चाहिँ एकदमै ह्युज डिफ्रेन्स छ किनभने मैले पहिला एकदम राम्रै तरिकाले कमाइरहेको थिएँ तर अहिले जति पनि कमाइरहेको छु मलाई पुगिरहेछ म एकदमै ह्याप्पी छु मैले त्यति नै गरिरहेको छु जति मलाई मन परिरहेछ र मैले त्यति नै गरिरहेको छु जति मलाई गर्नु छ है त्यही भएर म अलिकति त्यो हिसाबमा चाहिँ अलिकति मेरो माइन्डमा चाहिँ पिस अफ माइन्ड छ कि अब मान्छेहरूले भन्छ यसले त भ्युज कमाएर छोड्यो यताउता भनिरहन्छ नो मैले आफूलाई टाइम दिएको सो मलाई
नेपालको चौधरी हुनु छैन मलाई चाहिँ गुरु ह्याप्पी हुनु मलाई छ कि मलाई एकदमै ह्याप्पी पर्सन हुनु मन चाहिँ प्लिज रेमेडी भनिदिनु न ह्याप्पी कसरी हुने हो अनि मलाई एकदमै सुत्न मन छ एकदमै सुत्न मन छ मलाई बिहान राति 10 बजे सुतेर बिहान 7 बजे निन्द्रै नखोलिकन ट्याक्कै 7 बजे उठ्नु मन छ साँच्चै हो इट्स बिन अ लङ 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 टाइम म सुत्न नसकेको है म फेरि पनि भन्छु मलाई सुत्न मन छ मलाई ह्याप्पी हुन मन छ त्यही त पहिला त्यो रेजिना के एकछिन हुँदैन एकछिन अब आँखा झिमिक्क गऱ्यो नि होइन सुतिसक्यो हुन्थ्यो कि त्यो के रिस उठ्थ्यो क्या मलाई यस्तो जेलेसी हुन्छ त्यस्तो खालको मान्छेहरूलाई देखेर आँखा झिमिक्क गर्न नपाउँथ्यो घुर्न थालिसक्यो कि त्यहाँ त्यो भयो फुडी भयो ए हो क्या मस्त सुत्दिन्छ कि तिनीहरू के लाइक डेड लाइक डेड स्लिप भन्छ नि त्यसरी नै सुत्नु मन छ मलाई ठङ ठङ गर खोक तिनीहरूको लागि तिनीहरूको मतलब छैन के फुवा सुत्छ के अझै त्यो रेजिना त झन् होइन हामी पोखराबाट काठमाडौँ आइरहेको थियो होइन फ्लाइटमा के होइन कति टाइम लाग्छ र त्यो फ्लाइटमा पनि निदाउनु भयो आमा फ्लाइटमा निदायो रे छिर्यो हामी बसेर 2 मिनट पनि सास फेर्न पाएको छैन होला मैले यस्तो हेरेको त सुतिसकेको थियो कि त्यस्तो खालके छ कि त्यो ओ माई गड होइन तर फुडीले पनि भन्थ्यो लाइक अहिले मात्रै उसको लाइफमा चाहिँ अलिकति बेटर चेन्जेसहरू आइरहेको नत्र देयर वेयर सर्टन टाइम्स जुन चाहिँ सिचुएसनमा चाहिँ लाइक हुँदैन स्लिपलेस नाइट्स मलाई थाहा छ मैले सुनेको छु उहाँको अब त्यस्तो चिजहरू नट जस्ट अब पर्सनल लाइफमा मात्र होइन प्रोफेसनल लाइफमा पनि कति धेरै कुराहरू भइरहेको थियो अनि त्यो कुराहरूबाट चाहिँ ओभरकम गर्नको लागि पनि कति धेरै टाइम लागेको थियो तर टाइम लाग्दा पनि मान्छेहरू जब उठेर आउँछ नि त्यो चाहिँ एकदमै स्ट्रङ त्यसपछि एकदमै स्ट्रङ हुन्छ अरे कि कसैले पनि त्यसलाई ढाल्न सक्दैन भनेर भन्छ कि सो आई होप अ भेरी हुँदैन अब विसेस तपाईँलाई चाहिँ एकदमै हुन्छ नि बेस्ट भन्दा नि बेस्ट विसेस तपाईँ जुन चाहिँ पनि सिचुएसनमा हुनुहुन्छ त्यो सिचुएसनबाट तपाईँ ओभरकम गरेर हुँदैन एकदमै स्ट्रङ भएको देख्न पाऊँ अनि त्यसपछि जो मान्छेहरूले जे त कमेन्ट गर्छ नि त्यसलाई चाहिँ यस्तो हुँदैन तँलाई के बे भन्ने टाइपको अब तँलाई के बे त होइन तपाईँलाई पर्खिनुहोस् भन्ने टाइपको मात्रै तपाईँको भिडियो आयो भने पनि सबैभन्दा खुसी मै हुन्छ होला आई जस्ट वान्ट यु टु जस्ट हुन्छ नि लाइक बी अ स्ट्रङ भोइस के किनभने कतिजना मान्छेहरूले फलो गर्नुहुन्छ नि त तपाईँलाई र त्यो इन्फ्लुएन्स चाहिँ अरूलाई दियोस् भन्ने चाहिँ मैले तपाईँबाट लिएको छु है आई नो आई विल कम ब्याक स्ट्रङ्गर तर अहिलेको लागि चाहिँ आई निड त्यही त यु जस्ट निड स्पेस यु जस्ट ह्याभ यु टेक यर टाइम होइन तर जब आउनुहुन्छ त्यति बेला चाहिँ एकदमै स्ट्रङ मुना भएर चाहिँ आउनु पर्यो होइन त ल ठिक छ हामीले धेरै कुराहरू गरिसकेका छौँ अब फिजिकल मेन्टल हेल्थको बारेमा पनि कुराकानी गऱ्यौँ होइन अब जस्तै अब युट्युब रेभेन्यूको बारेमा पनि अलिअलि कुरा गऱ्यौँ अब त्यति धेरै त भन्न मिलेन होइन जस्ट हुन्छ कि कमाइहरू हुन्छ होइन अनि किन लोभलाग्दै कमाइ हुन्छ कि युट्युबबाट भन्यो भने एकदम टु बी अनेस्ट मैले कतिपय प्लेटफर्ममा गएर मेरो अर्निङहरू रिभिल पनि गरेको छु अनि तर अहिले चाहिँ मलाई रिभिल गर्नु मन लाग्दैन नि किनभने मैले त अब जेन्युनली अरूलाई भन्यो मलाई सोध्नुहुन्छ भनिदिन्छु किनभने मलाई लुकाउनु मन लाग्दैन म भनिदिन्छु होइन किनभने यसबाट पनि राम्रो अर्निङ हुन्छ तपाईँहरूले पनि गर्न सक्नुहुन्छ अथवा अरूलाई पनि मोटिभेसन मिलोस् भन्ने हिसाबले भनिदिन्छ नि त अनि इन अ गुड वे भनिन्छ नि त तर अब कतिपय अडियन्सहरूले चाहिँ त्यसलाई चाहिँ अलिकति नराम्रो नकारात्मक तरिकाले पनि लिनु हुँदो रहेछ अनि हरेक कुरालाई त्यसैमा लगेर जोड्नु हुँदो रहेछ पछि तिम्रो बिहेभियरदेखि लिएर सबै यसले त यति कमाउँछ द्याट्स वाइ सी इज चेन्जिङ यसले त यति कमाउँछ त्यही भएर घमण्डी भयो यसले त यति कमाउँछ त्यही भएर यो पहिला यस्तो थियो अहिले यस्तो भयो यसले यति कमाउँछ बिकज अनि पहिला यसको लाइफस्टाइल यस्तो थियो त्यही भएर अहिले यस्तो भयो सबै चिज त्यसमै लगेर जोड्नु हुँदो रहेछ अनि लाइफस्टाइल चेन्ज भइहाल्छ पहिला पैसा थिएन मैले के गर्न मन लाग्थ्यो मैले गरेको थिएन अहिले पैसा आयो नि त गुड वेमा भन्नुहोस् न होइन तर एकदम त्यसलाई नेगेटिभ ब्याड वेमा भन्नुहुन्छ कि अनि मलाई चाहिँ अनि भयो अब तपाईँ जति जेन्युन हुन ट्राई गर्नुहुन्छ मान्छेले तपाईँलाई त्यति नै फेक भन्दै जाँदो रहेछ अनि तर ठिक छ लेट इट बी अब तपाईँले जे सोच्नुहोस् म पनि त्यही अनुसारले फिल्टर गरेर कुरा गर्छु भन्ने हुन्छ कि अहिले यो के अरे युट्युबको अर्निङबाट चाहिँ होइन
लाइक अब प्रोफेसनल्ली कुरा गर्नु पर्दाखेरि चाहिँ अफकोर्स तपाईँले क्यामेराहरू किन्नुभयो सबै चिज जोड्नुभयो फर्स्टमा तर आफ्नो लागि चाहिँ तपाईँले केमा चाहिँ तपाईँले स्पेन्ड गर्नुभयो टु बी अनेस्ट केहीमा पनि स्पेन्ड गरेको थिएन त्यो नै सबैभन्दा ठुलो गल्ती थियो एक्ज्याक्टली केहीमा पनि स्पेन्ड गरेको थिएन म बाहिर हामी घुम्न पनि जान्थेन आफ्नो लागि मैले म सपिङहरू गर्छु तर एकदमै लिमिटेडमा गर्थेँ लाइक त्यति नै किन्थेँ मलाई जति चाहिन्छ कि होइन हुन्छ नि अब केटी मान्छेहरूको धेरै हुन्छ होइन मान्छेले हेर्दाखेरि त उसले राम्रो लाइफस्टाइल गरिरहेछ अब मेरो बेसिक निडहरू एकदमै बेसिकभन्दा बेसिक निड अरूको लागि लग्जरी पनि हुनसक्छ है फेरि मैले त्यो भन्न खोजेको होइन लग्जरी पनि हुनसक्छ तर मैले जुन तरिकाले कमाइरहेको थिएँ तर मैले आफूमा चाहिँ त्यसरी स्पेन्ड नै गरिनँ कि कहिले पनि गरिनँ अहिले हालसालै होला म यसरी क्याफेमा गएर कफी खान थालेको म यसरी अब जान्थेँ मुभीहरू पनि हेर्न जान्थेँ तर म अहिले फ्रिक्वेन्टली जान्छु आफूलाई टाइम दिइरहेको छु आफूलाई बेटर गर्न ट्राई गर्छु मलाई के मनपर्छ मलाई सपिङ जानु भने चाहिँ म जान्छु आई डु नट रिस्ट्रिक्ट माइसेल्फ कि मलाई यति नै किन्नुपर्छ भन्ने छैन म जान्छु म एकदम खुसी हुन ट्राई गर्छु कि अहिले चाहिँ पहिला के हुन्थ्यो मेरो धेरै रेस्पोन्सिबिलिटी छ मैले आफ्नो लागि भन्दा पनि अरूको लागि बाँच्नुपर्छ भन्ने बेसी हुन्थ्यो कि तर अहिले चाहिँ आइ एम फोकसिङ अन माइ सेल्फ मेरो रेस्पोन्सिबिलिटी छ म त्यो पनि गरिरहेको छु र साथसाथै म आफूलाई पनि टाइम दिइरहेको छु म आफूलाई पनि केयर गर्न ट्राई गरेर सेल्फ केयर गरिरहेको छु भन्ने हुन्छ अहिले आएर चाहिँ हो र केटी मान्छेहरू चाहिँ अलिकति आफ्नो बारेमा सोच्न थाल्यो भने चाहिँ कस्तो सेल्फिस भनेर भन्छ नि त होइन लेभल लाग्छ होइन लाग्छ नै एज के अरे यु हेभ 2 किड्स होइन अब एकदमै क्युट किड्सहरू हुनुहुन्छ र अब आफूलाई टाइम दिँदाखेरि हुँदैन मान्छेहरूले भन्ने मान्छेहरू पनि हुनुहुन्छ होला नि त छोराहरूलाई चाहिँ टाइम दिँदैनस् अहिले चाहिँ यति घुमेर बसिरहेछस् भन्ने टाइपको पनि मान्छेहरूले भनि नै राख्छ भन्छन् अहिले यो पडकास्ट हेरेर पनि कतिले जज गरिसक्यो होला अब यो कुरा टपिक ननिस्केको भए यो कुरा उनीहरूको दिमागमा हुन्छ होइन बच्चा छ बच्चाको केही वास्ता छैन हिँडिरहेछ घुमिरहेछ खाइरहेछ यसलाई के मतलब दे डोन्ट गिभ अ ड्याम अबाउट तिमी के यो मान्छेलाई के चलिरहेछ के भएर यस्तो भइरहेछ होइन उनीहरूले केही त्यो सोच्दैन उनीहरूले एउटै चिज देख्छ यो चाहिँ आफ्नो रेस्पोन्सिबिलिटीबाट भागिरहेको छ सोच्छ कि त्योभन्दा अगाडि मैले गरेको कुराहरू देख्दैन अफकोर्स अब जस्तै आफूलाई टाइम निकाल्दाखेरि पनि त नि मान्छेहरूले आफूलाई टाइम निकालेको मात्रै देख्छ कि तर मैले पुरै घरमा चाहिँ रेस्पोन्सिबिलिटी मेरो सबै चिज सकाइसकेपछि मैले मेरो टाइम निकालिरहेको हो भन्ने कुराहरू पनि देख्दैन नि त फेरि प्रब्लमै यही त हो नि सबैलाई टाइम दिइसके पछाडि बल्ल तिमीले आफूलाई टाइम दिइरहेछौ प्रब्लमै यही हो क्या फेरि त्यो पनि बुझिरहेको छैनन् क्या होइन त गाह्रो छ यो बुझ्न अझै 50 वर्ष लाग्छ एकदमै गाह्रो सिचुएसन नै हो जस्तो पनि लाग्छ मलाई र अर्को कुरा चाहिँ अब बहिनीहरूको दिदीहरूको त्यो सिचुएसन्सहरू देख्दाखेरि चाहिँ कि लाइक प्रेग्नेन्सीको बेलामा पनि हुँदैन अब प्रेग्नेन्सीको बेलामा पनि तिमीलाई के खानु मन छ या तिमीलाई के गर्नु मन छको के अरे हुँदैन कि उनीहरूको दिमागमा कि बच्चाको लागि चाहिँ यो राइट हो यो खानुपर्छ तिमीले निस्केको पनि छैन क्या ऊ पेटभित्र छ अनि त्यहीँबाट सुरु भइसक्यो कि तिमीले होइन तिम्रो लागि होइन बच्चाको लागि हो अब तिमीले जे पनि गर्छौ बच्चाकै लागि गर्ने हो अब तिम्रो लाइफ सकियो अब त बच्चाको लाइफ स्टार्ट भयो अब त तिमीले बच्चालाई नै हेर्नुपर्ने हुन्छ अब तिमीले दायाँ बायाँ केही सोच्नु हुँदैन अब तिम्रो लाइफ भनेको इट्स जस्ट योर फ्यामिली एन्ड योर किड्स त्यति नै हो सो यो कुराहरू चाहिँ मेन्टल हेल्थमा फेरि मेन्टल हेल्थै आउँछ होइन तर इट्स लाइक होइन यो रिलेटेड छ नि त सबै किन भन्दाखेरि एउटा केटी मान्छेलाई चाहिँ हामीले जति जे भने पनि हुँदैन प्रेग्नेन्ट भएको बेलामा अनि त्यसपछि आफ्टर डेलिभरी हुँदैन कति धेरै चेन्जेसहरू आउँछ नि त उनीहरूको बडीमा नट जस्ट के अरे प्रेग्नेन्ट हुँदाखेरि मात्रै होइन कि पिरियड्सहरू हुँदाखेरि पनि या त हर्मोनल चेन्जेसहरू हुँदाखेरि कति धेरै डिफिकल्टिजहरू हुन्छ अब केटाहरूकोमा नआउने भन्ने होइन इट्स नट द्याट फेरि केटाहरूकोमा चाहिँ आउँदैन त्यही केटीहरूकोमा मात्र आउँछ भन्छ है ब्रो आइ एम जस्ट टकिङ अबाउट फिमेल नट टकिङ अबाउट मेल है सो फिमेलहरूको बडीहरू कति धेरै चेन्जेसहरू भइरहेको हुन्छ मेनोपज हुन्छ के अरे प्रेग्नेन्ट भइसकेपछि सर्टन एज भइसकेपछि पिरियड स्टप हुन्छ त्यो पिरियड स्टप हुँदाखेरि पनि कति धेरै कम के अरे हुँदैन यति धेरै
कुराहरू हुन्छ कि जुन चाहिँ कुराहरू हामीले अहिले सोच्न पनि सक्दैनौँ होइन पाठ्यघरको कुराहरूदेखि लिएर सबै चिज के कति धेरै कम्प्लिकेसन्सहरू आइरहेको हुन्छ तर माइन्डहरूलाई चाहिँ पहिलादेखि गरिरहेको हो त ह्युमन आई मिन केटी मान्छे डिफ्रेन्ट तरिकाले प्रोसेसिङ हुन्छ उनीहरूको थट प्रोसेस डिफ्रेन्ट छ उनीहरूको बडी एभ्रिथिङ इज डिफ्रेन्ट केटा मान्छेको डिफ्रेन्ट छ होइन अनि मैले हजुरले रिसर्च गर्नुभयो कि 2022मा चाहिँ आई वाज डिप्रेस्ड होइन अनि मेरो डेलिभरी भएको 2021मा मेरो सानो छोरा अनि मैले चाहिँ अहिले आएर चाहिँ मलाई बल्ल याद हुन्छ कि त्यतिखेरबाट नै पोस्टपार्टम डिप्रेसनमा थिएँ म त्यही भएर मलाई जस्तो पनि जे पनि फिलिङ्सहरू भयो मैले एक्सप्रेस गर्न सकिनँ यताउता तर म ओभरकम गरेँ एनी हाउ होइन स्टिल त्यसको ट्रमा अहिले निस्किरहेछ होला जस्तो पनि लाग्छ होइन तर त्यतिखेर मलाई पोस्टपार्टम डिप्रेसन भएको रहेछ भनेर चाहिँ मलाई अहिले रियलाइजेसन हुन्छ कि होइन अब एजुकेटेड छु म बट स्टिल म मेन्टल हेल्थको बारेमा मैले कति कुराहरू बुझेकै छैन रहेछ कि आफूलाई पढ्दाधरि मलाई थाहा थिएन कि म यस्तो खालको डिप्रेसनबाट गइरहेको छु यो यसरी यसरी भएको छ मेरो बडीमा भएको चेन्जेसहरूले हर्मोनल चेन्जेसहरूले मलाई यस्तो भइरहेछ होइन त्यतिखेर मलाई अब बुझ्ने कोही पनि भएन अथवा अरूलाई पनि थाहा भएन द्याट वाट आइम गोइङ थ्रु भनेर जब कि मलाई थाहा छैन मलाई नै थाहा छैन सो वी आर बिल्ड डिफ्रेन्ट के यो कुराहरू चाहिँ मलाई कस्तो लाग्छ भन्दाखेरि यो पोस्टमार्टम के अरे यो ट्रमाहरू यो डिप्रेसन्सहरू चाहिँ होइन त्यो सर्टन टाइममा चाहिँ ओभरकम गर्नको लागि चाहिँ आफूले होइन कि आफ्नो सराउन्डिङले चाहिँ काम गर्नु पर्दो रहेछ भन्ने कुरा कि लाइक मलाई के भइरहेछ मलाई थाहा छैन होइन किनभने मेरो बडीमा त कति धेरै चेन्जेसहरू आइरहेको छ नि त होइन मलाई थाहा छैन मलाई के भइरहेछ ल मलाई के अरे रिस उठिरहेछ मलाई नै थाहा छैन मलाई किन रिस उठिरहेको छ तर मेरो सराउन्डिङहरूले चाहिँ त्यो बुझ्नु पर्यो किन यो भइरहेको छ त किन भन्दाखेरि दे नो लाइक तिमी कस्तो खालको मान्छे हो भने तिमीलाई थाहा छ नि त अनि त्यही चिजहरू तिमीले चेन्जेसहरू देखिरहेको छ भने त यु निड टु स्टडी नो मलाई त्यस्तो फिल हुन्छ कि अनि त्यो स्टडी नगरिकन यु जस्ट के अरे किप अन ब्लेमिङ मी लाइक हुँदैन तिमी त कस्तो चेन्ज भयो तिमीलाई किन यस्तो भइरहेछ हुँदैन यु हेभ के अरे यु आर अ चेन्ज पर्सन मलाई मन परेन तिमी त्यस्तो भन्नु एकदमै नै सजिलो छ क्या तर दे डोन्ट अन्डरस्ट्यान्ड कि मलाई त्यस्तो भइरहेको बेलामा तिमीले मलाई सोध्ने होइन नि त मलाई के भइरहेको छ भनेर तिमीले बुझ्नु पर्यो भन्ने टाइपको फिलिङ आउँछ क्या मलाई चाहिँ होइन मान्छे हो कन्सटेन्ट चेन्जेसहरू आइरहेको छ होइन म हिजो जस्तो थिएँ आज म त्यो पर्सन छैन होइन तर ड्रास्टिक चेन्जहरू आउँदाखेरिमा चाहिँ समथिङ इज गोइङ अन है भनेर चाहिँ बुझ्नु पर्यो तपाईँको हजुरले भने जस्तै सराउन्डिङ्सहरूले पनि बुझ्नु पर्यो किनभने हामी त्यो स्टेटमा नै हुँदैनौँ आफूलाई बुझ्ने स्टेटमा नै हुँदैनौँ कि कति कुराहरू एकदमै ब्रेन फगहरू भइरहेको हुन्छ के भइरहेको हुन्छ आफूलाई नै थाहा हुँदैन मैले के गरिरहेको छु यो किन भइरहेछ भनेर थाहै हुँदैन नि त सो चेन्जेसहरू मान्छे हो चेन्ज हुन्छ तर कुन टाइममा कस्तो चेन्जेसहरू आएछ किन यसरी ड्रास्टिक चेन्जहरू आइरहेछ भनेर चाहिँ अलिकति आफ्नो मान्छेहरूले बुझिदियो भने चाहिँ सजिलो हुन्छ त्यही त मेरो पहिला भने मैले आई ह्याड अ रियली ह्युज फ्रेन्ड ग्रुप के अनि त्यो फ्रेन्ड ग्रुपमा भएको बेलामा अब त्यो एउटा सर्टन टाइम थियो मेरो लाइफको हुँदैन जुन चाहिँ टाइमले गर्दाखेरि चाहिँ मेरो लाइफमा अब ट्विस्टै आयो भनौँ न होइन त्यो ट्विस्ट आएको बेलामा चाहिँ अफकोर्स मेरो हुँदैन अब मुड स्विङ्सहरू हुँदैन मलाई के गर्नु मैले कसरी रियाक्ट गरिरहेको छु भन्ने कुरा मलाई थाहा छैन होइन र त्यस्तो चिजहरू भइरहेको बेलामा मैले मेरो साथीहरूसँग गर्ने बिहेभियरै चेन्ज भइरहेको रहेछ कि अनि अब मलाई त्यो रियलाइज भइरहेको थिएन अनि दे स्लोली स्टार्टेड हुँदैन इग्नोरिङ मी के होइन त्यो इग्नोर गरिसकेपछि चाहिँ अनि मलाई झनै रिस उठ्ने कि किन होइन यिनीहरूले त मलाई यस्तो टाइमै दिँदैन पहिला चाहिँ मलाई टाइम दिन्थ्यो अहिले चाहिँ मलाई टाइम दिँदैन यस्तो यस्तो खालको कुराहरू दिमागमा आउँथ्यो झन् ओभर थिङ्किङ भइरहेको हुन्थ्यो अनि त्यसो अब त्यति बेला त हुँदैन अब यो मेन्टल हेल्थ यो डिप्रेसन यो के एन्जाइटी वाट इज दिस आई डोन्ट नो लाइक मैले कहिले पनि त्यसरी हेरेको पनि थिएन अनि मेरो मम्मीले त झन् हुँदैन त्यस्तो केही भयो एकदमै सास फेर्न गाह्रो यस्तो यस्तो मेरो स्वेटी ह्यान्ड्सहरू त्यो देख्दैन बिचरा उसलाई पनि थाहा थिएन धुपहरू बालिदिन्थ्यो कि मलाई कि केही भयो कि मेरो छोरीलाई त केही भयो हुँदैन अब सास फेर्न गाह्रो भइरहेछ अब कन्टारा जस्तै हुन आँटिसक्यो साथी होइन पुरा प्रेत लाग्यो कि पुरा धुप बालिदिन्थ्यो कि अनि पछि अब बिचरा उसलाई पनि थाहा थिएन तर सी वान्टेड सम सल्युसन लाइक हुँदैन अब के भइरहेको छ थाहा छैन भनेर होइन अनि अब के भन्छ
मुटुको के समस्या छ होइन मुटुको के समस्या छ होला भनेर सोचिरहेको थियो अब मुटुको देखाउनु गयो के पनि समस्या छैन अब के भयो त धुपै हालिदिने कि अब त्यस्तो समस्या यहाँ छ समस्या इधर हे इधर भन्ने टाइपको होइन सो अनि त्यसो भयो साथीहरू सबैजनाले इग्नोर गर्न थाल्यो अनि एकजना साथीले चाहिँ यु रियली निड हेल्प त्यो हेल्प चाहिँ मेन्टल हेल्थ रिलेटेड हो भनेर त्यसले मलाई कस्तो राम्रोसँग सम्झायो कि अनि पछि सेट हो होइन अनि त्यसपछि यति धेरै अब गएँ खासै त्यस्तो हुँदैन लाइक थेरापी टाइपको त्यस्तो केही पनि मैले फ्यूमा चाहिँ मैले पाएन त्यसपछि चाहिँ मैले आफ्टर 2-3 अटेम्प्ट्स मैले एकजना डक्टरलाई म अहिलेसम्म पनि भन्छु मोनालिसामा गएँ म अनि पछि यति धेरै त्यो हुँदैन आफूलाई नै चिन्ने मौका पाएको क्या मैले त्यसपछि के बिकज दे वर सो मेनी क्वेसन्स होइन जुन चाहिँ क्वेसनको चाहिँ आन्सर गर्नुपर्ने थियो त्यो एकदमै चाइल्डहुडदेखि नै के त्यो सबै चिज के अनि नाउ आई नो लाइक हुँदैन कहाँबाट त्यो ट्रमा आइरहेको छ किन म यस्तो छु भन्ने कुराहरू अनि त्यसपछि कसरी चाहिँ त्यो थेरापीले चाहिँ कसरी मलाई अहिले अझै बेटर पर्सन हुन सिकायो भन्ने कुराहरू चाहिँ त्यसपछि थाहा पाउन थालेँ सो कतिजनाले भन्छन् होइन थेरापीमा जानु पऱ्यो यसो भन्दाखेरि ए त पागल भइस् भने भन्छ इट्स नट बिङ पागल ओर हुँदैन त्यो मेन्टल्ली तिमी डिसब्यालेन्स नै हुनुपर्छ भन्ने छैन यु जस्ट निड समबडी टु लिसन टु यु के होइन अहिले पनि त सोसाइटीमा अब म थेरापिस्टकोमा जान्छु साइकियाट्रिक्समा जान्छु भन्यो भने यसलाई त मेन्टल प्रब्लम छ लायो मेन्टल प्रब्लम भन्दा पनि पागल भयो यो त्यस्तो हुन्छ यो सबै चिजहरूलाई चाहिँ अलिकति साइडमा राखेर अलिकति रमाइलो गरौँ न त हुन्छ होइन एज दिस इज पन्स प्रेजेन्स द अदर साइड सो पन्सको गिफ्ट जित्नु मन छ भने चाहिँ एकदमै राम्रोसँग गेम खेल्नुपर्छ त्यही हो म त गेममा एकदम ब्याड छु क्विजमा गेममा म एकदमै ब्याड छु हामी क्विज खेलाउँदैन यस्तो हेर्दाखेरि लाग्छ म त्यस्तो इन्टेलिजेन्ट छु रे होइन इन्टेलिजेन्ट हुनुहुन्छ त्यही भएर यहाँसम्म पुग्नु भएको सो अब हामी खेल्न लागिरहेका छौँ हेड्स अप च्यालेन्ज होइन तपाईँले चाहिँ मलाई यसरी यता हेडमाथि राख्नुहोस् होइन अनि म तपाईँलाई एक्सप्लेन गर्छु त्यो के हो भनेर तपाईँले त्यो वर्ड के हो भनेर चाहिँ थाहा पाउनु पऱ्यो त्यस्तै गऱ्यो भाइस वर्सा है त अनि दुईजनाको बिचमा कम्पिटिसन भइरहेको छ साथीहरू अनि पछि दुईजनाको बिचमा चाहिँ जसले एकदमै राम्रो काम गर्छ जसले चाहिँ जित्छ त्यसले चाहिँ पन्सको तर्फबाट चाहिँ एउटा गिफ्ट ह्याम्पर पाउँछ है त ओके हस् म जितेर जान्छु कि आज ल फर्स्टमा तपाईँ स्टार्ट गर्ने हुन्छ ल म स्टार्ट गर्छु है त ओके ल यो चाहिँ एउटा फुल हो होइन त्यसलाई चाहिँ घाम एकदम मनपर्छ सनफ्लावर करेक्ट यो त उहाँले मलाई नै जितोस् भनेर यसरी सच्चिलो राख्नु भयो मलाई थाहा छ ल है त म देखाउँ हुन्छ यो पनि एउटा फुल नै हो विच सिम्बलाइज लभ रोज यस वाह बप्पा मान्छेहरू क्या हामी बप्पा मान्छेहरू अर्को ल ओके तपाईँले यसरी नै राख्नु न यसरी नै ए हो ओके ए ओके ओके ल यतैबाट गर्छु है त ल अर्को है त यो चाहिँ केटीहरूलाई चाहिँ एकदमै धेरै चाहिन्छ होइन किन भन्दाखेरि अब आफ्नो सबै सामानहरू चाहिँ बोक्नु पर्यो नि त इट्स ब्याग यस ओके सजिलो रहेछ म त्यसै टेन्सन मानेर ओके ल पिग पिग के गर्ने ल अर्को तपाईँको टर्न पिग होइन के हो त पिग नै इट्स अ काइन्ड अफ पिग नै तर बोर खाँदाखेरिमा के भन्नुहुन्छ या पोर्क 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 के त खाने के हुन्छ त कस्तो रहेछ पिगलाई त पोर्क भन्छ त ल जित्नु भयो ल ल तपाईँको टर्न ल यो चाहिँ धेरैजना मान्छेहरूलाई मन पर्दैन स्पेसली चाहिँ बच्चाहरूलाई मन पर्दैन यो चाहिँ भेजिटेबल हो होइन अनि त्यसपछि हरियोमा पनि हुन्छ येल्लोमा पनि हुन्छ हरियोमा पनि हुन्छ ब्रोकोली होइन हरियोमा पनि हुन्छ डल्लो डल्लो खालको हुन्छ डल्लो डल्लो खालको हुन्छ ठुलो खालको हुन्छ डल्लो ठुलो हरियो भेजिटेबल फर्सी पम्किन पम्किन यस
मिल्यो हो फर्सी त मलाई मन पर्थ्यो है सानोमा ए मन पर्छ मलाई अहिले पनि मनपर्छ इट्स अ क्लोथ या जीन्स तपाईँले लगाइरहनु भएको छ This easy peasy bro अर्को ल ओके Hey राजु समाल ओके मिल्यो ओके जेसँग पनि मिल्छ इट्स अ भेजिटेबल आलु पोटेटो यस्तो इन्टेलिजेन्ट माइन्ड्सहरूलाई यस्तो गेम खेलाएर हुन्छ भने कि ब्रो यो त बच्चाहरूले बनाउँछ होला ल अब तपाईँले गरे होइन म चाहिँ बा गर्ने त होला नि काउ बा केले गर्छ सिप बा तपाईँले काउ भन्यो नि उसको हस्बेन्ड काउको हस्बेन्ड अक्स ए काउको हस्बेन्डको अक्स हो सिट के हो त त्यसको मोमो बन्छ ए भैँसी बफेलो ए काउको त अक्स होला नि होइन र ए हो होइन सिट अनि भैँसी चाहिँ के को हो त ए राङ्गो सरी हि बफेलो सी बफेलो ल ठिक छ मेरो त सक्यो त नि लास्ट यही है ओके इट्स आउटर लेयर ग्रिन हुन्छ भित्रबाट पिङ्क हुन्छ इट्स अ फ्रुट आउटर लेयर के हुन्छ ग्रिन अर येलो तर मोस्टली ग्रिन हुन्छ अनि भित्र पिङ्क हुन्छ वाटरमेलन यस ए इजी ल अब दुवैजनाले के अरे राइट आन्सर दियो नि त अब के गर्ने त अब दुवैजनाले पाउँछ नि त सो थ्याङ्क यू भेरी मच एकदमै रमाइलो भयो तपाईँलाई कस्तो लाग्यो यो गेम रमाइलो भयो मलाई खुसी हुनु मन थियो म खुसी भएँ सो अझै धेरै खुसी दिनको लागि चाहिँ अब हामी पन्चको तर्फबाट चाहिँ तपाईँलाई एउटा गिफ्ट दिन्छौँ सो पन्चको सामानहरू तपाईँले युज गर्नु भएको छ या एकदमै पन्चको सबैभन्दा धेरै युज हुने भनेको पाउडर ट्याल्कम पाउडर पाउडर त धेरैजना मान्छेहरूले लगाउनु भएको रहेछ त्यो व्हाइट पाउडर लाइक त्यो फेसमा पनि लगाउँथ्यो मोस्टली 90s किड या हामी 90s हो होइन ठिकै छ मलाई रिभिल त गर्नु मन थिएन सो यस सो पन्चको तर्फबाट चाहिँ तपाईँले एउटा गिफ्ट पाउनु भएको छ सो यसमा चाहिँ अब विन्टर पनि आउन लागेको छ ए ओके थ्याङ्क यू सो मच सो मच पन्च विन्टर आउन लागेको छ अलि नेपालमा अलिकति काठमाडौँमा अलिकति पोल्युसन पनि छ सो त्यही कारणले गर्दाखेरि चारकोल फेस वास छ अनि त्यसै गरी चाहिँ हाइड्रेसनको लागि चाहिँ हाम्रो क्रिम पनि छ अनि त्यसपछि अर्को चाहिँ ब्राइटनिङ क्रिम पनि छ अब छाला टलक्कै टल्किन्छ छाला पनि टलक्क टल्काउनुहोस् आफ्नो जिन्दगीलाई पनि टलक्क टल्काउनुहोस् होइन छालाभन्दा जिन्दगी टल्किनु पर्ने छ यहाँ तपाईँको जिन्दगी टल्क्यो भने यतिकै पनि छाला टल्किन्छ कि र प्लस छाला टल्काउनको लागि अझै धेरै त्यसलाई इन्हान्स गर्नुको लागि हामीसँग छ पन्च सो अर्को चाहिँ हामीसँग छ गमला घर सो तपाईँको जिन्दगीमा चाहिँ पोजिटिभ एनर्जीको लागि चाहिँ गमला घरले चाहिँ एउटा इन्डोर प्लान्ट पठाइदिनु भएको छ तपाईँको लागि थ्याङ्क यू सो मच गमला घर मैले आम अ रेगुलर कस्टमर अफ गमला घर ओ वाउ हो तपाईँलाई एकदमै गार्डनिङमा एकदम सोख छ हो या मनपर्छ मलाई आई लभ प्लान्ट्स ए हो मलाई म धेरै डिप्रेस्ड भयो भने वाट आई डु इज गार्डनिङ नो म नेचरमा जान्छु कि लाइक प्लान्ट्सहरू एकदम मनपर्छ मलाई एकदमै मलाई रिकेन्डल हुनुपर्छ नेचरसँग थ्याङ्क यू सो मच गमला घर सो नाइस आई लभ इट थ्याङ्क यू मैले देखाएँ गमला घरबाट थ्याङ्क यू सो मच र अर्को चाहिँ रहेको छ तपाईँलाई चाहिँ अब यस्तो सोफा के चाहिन्छ जिन्दगीमा हुँदैन एकदमै हरिया भरिया अब जस्तै हाम्रो प्लान्ट राख्नको लागि त तपाईँले टेबल सेबल चाहिन्छ भने चाहिँ हाम्रो एमएस स्टुडियोबाट चाहिँ तपाईँले चाहिँ पाउनु भएको छ डिस्काउन्ट कुपन सो तपाईँलाई चाहिँ अब घरको डेकोरेसनको लागि केही चिजहरू चाहिन्छ भने चाहिँ उहाँहरूले चाहिँ नेपालमा नै बनाउनुहुन्छ कि सो म्यानुफ्याक्चर नै नेपालमा बनाउनुहुन्छ त एकदमै रिजनेबल कस्टमा त्यसमा पनि तपाईँले चाहिँ डिस्काउन्ट कुपन पाउनु भएको छ थ्याङ्क यू सो मच एमएस स्टुडियो थ्याङ्क यू सो मच मुनाजी र यो चाहिँ अब मैले एड्रेस गर्नु नै पर्छ बिकज यति हुँदैन लाइफमा लो फिल गरिरहेको बेलामा पनि हुँदैन यु डिडन्ट वान्टेड टु टक अबाउट सो मेनी थिङ्स होइन त्यही पनि तपाईँ यहाँसम्म आइदिनु भयो होइन ट्रस्टिङ मी
होइन अनि तपाईँले कति धेरै कुराहरू हाम्रो अडियन्सको लागि पनि कुरा सेयर गरिदिनु भयो त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद एन्ड मोस्टली थ्याङ्क यू सो मच फर हुँदैन एक्सेप्टिङ द इन्भिटेसन क्या फर्स्टमै मेसेज पठाउँदाखेरि नै हुँदैन एकदमै एक्साइटेड हो त एकदम एक्साइटेड थिएँ सो अरू कुरा पनि गर्नु मन थियो होइन तर अब ठिकै छ नेक्स्ट टाइम गरौँला अहिलेको लागि चाहिँ तपाईँलाई चाहिँ बेस्ट विसेस र एकदमै गुड हेल्थको लागि चाहिँ म कामना गर्छु एक्चुली मैले तपाईँलाई पहिल्यैदेखिबाट फलो पनि गरिरहेको अब सोसियल मिडियामा पनि देखिरहेको हुन्छ नि त अनि तपाईँ फनी पनि हुनुहुन्छ अनि फनी कन्टेन्टहरू राख्नुहुन्छ स्पेसली हाइटको बारेमा अनि म देखिरहन्थेँ मलाई एकदम रमाइलो पर्सनालिटी हुनुहुन्छ जस्तो फिल हुन्थ्यो कि अनि ठ्याक्क फलो पनि गरिरहेको अनि ठ्याक्क येलो वर्क्सबाट मलाई फेरि मेसेज पनि आयो आई वाज भेरी ह्याप्पी म त एकदम क्विक रेस्पोन्स हुन्छ ओके आइहाल्छु कहाँ आउने भने अझै मैले हिजो एकदमै त्यो हेक्टिक भएर हामी लाइक हेक्टिक स्केड्युल भएर हिजो पनि फुल अन हामी सुटिङ मोडमै थियौँ कि अनि पछि मैले उहाँलाई मेसेजै पठाएको थिएन उहाँले बिचरा मेसेज पठाइरहनु भएको थियो भोलि कति बजे कता आउने हो भनेर सो थ्याङ्क यू सो मच फर बिङ सो मलाई थाहा थियो यहाँनिर हो भनेर तै पनि कन्फर्मेसनको लागि नभए भने म त आउँथेँ 20 ल्याएर सोध्दै रे सानो हाइटवाला केटी कहाँ छ सानै हाइट होला मेरो आई एम नट इभन 5 कसम अहिले हामी नाप्छौँ रे होइन सो थ्याङ्क यू सो मच सुजाजी थ्याङ्क यू सो मच थ्याङ्क यू येलो टिम थ्याङ्क यू बाई